सर्टिफिकेट एउटा चाहियो नि भन्छ अरे कसले के भन्छ सर्टिफिकेट पनि चाहियो मैले काम जानेको छु मैले यत्रो मान्छेलाई पालेको छु म महिनाको 4 लाख रुपियाँ कमाउँछु भनेर नेपालमै त्यसरी चाहिँ अहिले विद्यार्थीहरूको सोचहरू धेरै फरक छ अनि पढ्नमा ठिक्क पढ्न नसक्ने होइन पढ्न सक्ने विद्यार्थी एउटा अहिले म्याथ हो के विषय फेल भएछ अहिलेसम्म फेल भइरहेको छ पास भएको 4 वर्ष भइसक्यो उहिले अहिले कति पैसा कमाउँछु भन्दाखेरि 6,000 युरो पर मन्थ कमाउँछु अरे जबकि उसको डिग्री छैन पास भएको छैन त्यो विद्यार्थी कुरा मलाई एकदम गत लाग्यो क्या मेरो गाडी हेर्नु सर म एसयुभी चढ्छु मेरो गाडी अहिले देखाउँछु सर तर मलाई के हुन्छ सपनामा पनि तर्साउँछ मलाई डिग्री छैन म अहिले 6,000 युरो भनेपछि त करिब मैले ट्याक्स बाहेक 8-10 लाख कमाउँछु पर मन्थ नेपालकै ग्रेजुएटहरू अहिले संसारभरिका विभिन्न विश्वविद्यालयहरूमा प्रोफेसर छ अस्ति भर्खर म 1 महिना भयो जर्मन गएर आएको त्यहाँ टिएस कोलन भन्ने युनिभर्सिटी छ हाम्रो 20 वर्ष अगाडि आइओएमा ब्याचलर पढ्नु भएको रहेछ प्रोफेसर भण्डारी रामचन्द्र उहाँ अहिले भाइस डिन होइन जर्मनीमा मलाई बोलाइराख्नु भएको थियो म जान नपाएको अस्ति डिसेम्बरको लास्टमा गएँ कि उहाँ अहिले त्यहाँ 20 वर्ष जर्मनी काम गरे यस्तो पर्फेक्ट जर्मनहरूभन्दा पनि पर्फेक्ट रिसर्चको डिन पढाउने मान्छेमा के हुनुपर्छ भने अलि एक्सपिरियन्स पनि हुनुपर्छ आर्किटेक्ट भयो भने अलिकति डिजाइनहरू गरेको एक्सपिरियन्स होइन पढाउने यो टेक्निकल सब्जेक्टमा इन्जिनियरिङमा पढाएर किताबी ज्ञानले मात्र पुग्दैन यसमा चाहिँ प्र्याक्टिस चाहिँ मेन हुनु पर्यो म पनि अहिले के प्र्याक्टिस गर्छु भने म पनि अपडेट भएन भने पछाडि पर्छु विद्यार्थीले भन्न गाह्रो हुन्छ आफू अपडेट हुनुपर्छ क्या यो इन्जिनियरिङ टेक्नोलोजी विषयहरूमा अमेरिकामा राम्रो आर्किटेक्ट कन्सल्टेन्सी छ नेपालमा उसको ब्रान्च छ नेपालमा पनि उसले धेरैलाई जब दिएको छ अमेरिकाको काम नेपालमा बसेर गर्छ यस्तो चाहिँ अहिले ग्लोबल भिलेज भनियो नि त्यसबाट यही इम्प्लोइमेन्ट अपर्च्युनिटी धेरै छन् तर वे चाहिँ काम जब कुराहरू फरक छ नमस्कार कार्यक्रम शैक्षिक संवाद अन्तर्गतको यो विशेष श्रृङ्खलामा यहाँहरूलाई स्वागत गर्न चाहन्छु हामीले आज आमन्त्रित गरेका छौँ इन्जिनियरिङ अध्ययन संस्थान इन्स्टिच्युट अफ इन्जिनियरिङको डिन सरलाई उहाँको पुरा नाम रहेको छ प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्य सर स्वागत छ यहाँलाई नमस्कार भाइ आराम हुनुहुन्छ एकदम व्यस्त समयको बावजुद सरले आज समय दिनुभयो धेरै अगाडि हाम्रो भेटभाट भएको थियो यही कार्यक्रमको लागि भनेर सरले समय दिनुभएकोमा मनैदेखि आभारी छु सर अब सरको मैले चिनारीको रूपमा कुरा गर्नुपर्दा त्यो मैले अलिकति पछि गरौँला सुरुमा मलाई एउटा लाग्ने जिज्ञासा मसँग यहीँ हजुर आइसकेपछि पनि हजुरको कति फोनहरू आए कति व्यस्त समयको साथ हजुरले समय दिनुभयो मलाई हजुरको दिनचर्या चाहिँ कसरी बितिरहेको छ सर अहिले दिनचर्या कस्तो हुँदो रहेछ एउटा हजुर डिन भएर गर्दै गर्दाको त्यो चाहिँ आम जिज्ञासा पनि होला जस्तो लाग्छ मलाई होइन यसो छ डिन भएको करिब 1 वर्ष भयो दिनचर्या अब हाम्रो सेड्युल हुन्छ मिटिङहरू मेरो क्लासेस पनि हुन्छ त्यो अनुसार प्रि प्लान सेड्युलहरू भइरहेको हुन्छ तर रमाइलो छ जाडो छ अहिले काम लागेको छ न्यानो छ यो सेड्युल अनुसार चाहिँ आफ्नो व्यस्ततालाई चाहिँ म्यानेज गर्ने कुरा हो र त्यसैमा इन्जोय गर्ने कुरा जस्तो लाग्छ मलाई जाडोमा चाहिँ उठ्न यताउता चिसोले कतिको समस्या अथवा जाडो हुँदैन आजभोलि अब जाडो गर्मी भन्ने कुरा चाहिँ यो मौसमको कुरा हो मेरो सेड्युल चाहिँ फिक्सै हुन्छ म बिहान चाँडै उठ्छु मर्निङ वाक आदि इत्यादि गर्छु समयमा आउँछु एकदम फिक्स सेड्युल आजको दिनचर्या आज के छ जस्तै आज पोडकास्ट छ यति बजे भन्ने कुरा त्यसपछि यो मिटिङ भन्ने फिक्सै हुन्छन् धेरै सो टाइम अनुसारै हामी सेड्युल अनुसार काम गर्छौँ र मलाई के लाग्छ भने सेड्युलहरू प्लान अनुसार काम गरेपछि सक्सेसहरू हुन्छ जस्तो लाग्छ सरसँग यो दिनचर्याको बारेमा बुझिसकेपछि अहिले विस्तृतमा हामी अलि पछि कुरा गरौँला हजुर सर अलिकति अब पहिला अहिले हामीले जुन अब यो जेनजी आन्दोलनपछि त झन् के कुराहरू नयाँ पुरानो भन्ने अनेक तरिकाले आएको हुन्छ नयाँ शिक्षा प्रणाली पुरानो शिक्षा प्रणाली अनेक हुन्छन् सरले पढेकोलाई अहिले मैले अहिलेको परिभाषित रूपमा भन्नुभन्दा पुरानो भनेर भने है मैले त्यसमा अन्यथा नलिनु होला त्यो अनुसारको हजुरको जुन समाज त्यो अनुसारको पढाउने शैली त्यो अनुसारको सङ्घर्ष त्यो अनुसारको एउटा नेपाली समाजको चरित्र सबै बुझ्दाखेरि अहिलेको यो नयाँ युवा जमात
अथवा बिचको उमेरकोले चाहिँ कति कुरामा अचम्म पनि मान्नुपर्ने अवस्था छ होला हजुरले सुनाउँदै गर्दा, र कति कुराहरूमा उहाँहरू एकदमै अभिप्रेरित हुनुपर्ने पनि लाग्छ मलाई। सरले एकचोटि अलिकति भनिदिनु भयो भने हामी जस्तालाई चाहिँ सजिलो हुन्थ्यो कि सर? यसो छ, म पनि तपाईँले भने प्रश्न जस्तै कम्पेयर गर्छु कि म विद्यार्थी हुँदा र अहिलेको विद्यार्थीहरू बिच हामी पढ्दाखेरि नेपालमा के पढ्ने स्कुल लेभलमा भने डाक्टर बन्ने, इन्जिनियर बन्ने, पाइलट बन्नेसम्म भन्थ्यौँ। अनि डाक्टर बन्न, इन्जिनियर बन्न हामी साइन्स पढ्थ्यौँ। त्यतिखेर अब म 39 सालमा एसएलसी दिएको र हामीलाई गाइडेन्सहरू धेरै हुँदैन थियो कि अब कसलाई सोध्ने भने बुवालाई सोध्ने, अलिकति आफ्नो टिचरलाई सोध्ने मात्र हुन्थ्यो। तर अहिलेको सन्दर्भमा हेऱ्यौँ भने म के देख्छु भने अहिलेको यङ जेनेरेसनलाई अपर्च्युनिटी छ जस्तो लाग्छ। च्यालेन्जेस पनि होला, तर अपर्च्युनिटी बढी जस्तो लाग्छ कि जे कुरा पनि आफूलाई केही कुरा सोध्न मन लागे, हाम्रो पालामा केही सोध्नु पऱ्यो, आफूलाई मनमा लागेको कुरा हेर्नु पऱ्यो भने किताब पल्टाउनु पर्थ्यो, पुस्तकालय जानु पर्थ्यो, त्यो पुस्तक छान्नलाई टाइम लाग्थ्यो, सोध्ने कसलाई भन्ने जस्तो हुन्थ्यो। तर आजभोलि हेर्नुहोस् त एआईको जमाना, नेटमा अब तपाईँले गुगलमा सर्च गर्नु, जे कुरा पनि ठ्याक्क तपाईँको लोकेसन पठाइदिनु भयो, म ठ्याक्कै यो लोकेसनमा आएर बाहिर आइपुगेँ। कति सजिलो, सोध्दै नसोधी नै माथि अफिसमा आउनु भयो नि, अफिसमा आउनु सकिन्छ होइन। हाम्रो जमानामा त्यो थिएन नि। हाम्रो अहिले धेरै परिवर्तन भएको छ क्या टेक्नोलोजीबाट, यो इन्जिनियरिङ अहिले एआई अरू टेक्नोलोजीबाट धेरै परिवर्तन छ, एकदम फास्ट फरवर्ड छ। विद्यार्थीहरू अहिलेको यङ जेनेरेसनले अमेरिकामा पढ्छु भने पनि कसरी पढ्ने भन्ने कुरा सबै कुरा जानकारीहरू तुरुन्त पाइन्छ। हाम्रो पालामा अमेरिकामा पढ्छु भने म आफ्नो जमानामा नेपालको त्यतिखेर इङ्ग्लिस ल्याङ्ग्वेज पढ्न जान्थेँ क्या, अमेरिकन इन्स्टिट्युटले चलाएको, अमेरिकन एम्बेसी अन्तर्गतै चलेको पढ्न जान्थेँ, विभिन्न ल्याङ्ग्वेजहरू पढ्न जान्छ। म त्यतिखेर अपर्च्युनिटी चाहिँ हामी बेलामा चाहिँ कि इन्डियामा पढ्ने कि रसियामा पढ्ने, सोभियत युनियनमा पढ्ने, थोरै थियो अपर्च्युनिटी। म पढ्दाखेरि डिप्लोमा आर्किटेक्चर इन्जिनियरिङ इन्स्टिट्युट पुल्चोक क्याम्पसमै पढेको 72 जना विद्यार्थी थिए होइन। मैले मात्र चान्स पाएँ, म टपर भएँ होइन। शिक्षा मन्त्रालयबाट म एक्लै पढ्न गएँ, अरू 1-2 जना पछि पढ्न गए। त्यस्तो धेरै अपर्च्युनिटी थिएन नेपालमै। ब्याचलर इन्जिनियरिङ पढ्ने सिभिल इन्जिनियरिङ मात्र थियो, अरू छँदै छैन। सिभिल इन्जिनियरिङ मात्र, अरू कुनै इन्जिनियरिङ पढ्दाखेरि 39-40 सालतिर होइन, नेपालमा चाहिँ इन्जिनियरिङमा बिई सिभिल इन्जिनियरिङ मात्र थियो सुरु भएको होइन। अरू इन्जिनियर आर्किटेक्चर थिएन नि। म त आर्किटेक्चर ब्याचलर पढ्छु भने कि इन्डियामा गएर पढ्नु पऱ्यो आफ्नै सेल्फ फाइनेन्समा, कि चाहिँ सोभियत युनियनले हाम्रो स्कलरसिप दिन्थ्यो, त्यही फाइट गरेर एउटा सिटमा सेलेक्ट भएर गएको होइन। भन्दाखेरि अपर्च्युनिटी चाहिँ कम, अनि अपर्च्युनिटी कम, च्यालेन्जेस बढी भयो नि, कम्पिटिसन बढी भयो। अहिले हेर्नुहोस् त नेपालमै 300-400 जना आर्किटेक्ट मेरै इन्स्टिट्युटमा पढिरहेछ विभिन्न कलेजमा। अहिले सिभिल इन्जिनियरिङ अहिले नेपालमै इन्स्टिट्युट अफ इन्जिनियरिङ अन्तर्गत 12वटा त ब्याचलरमा विधाहरू छ। एरोनटिकल इन्जिनियरिङ पढ्न पाइन्छ नेपालमै होइन। अनि त्यसपछि केमिकल इन्जिनियरिङ पढ्न पाइन्छ, एग्रिकल्चर इन्जिनियरिङ पढ्न पाइन्छ, जियो टेक्निकल इन्जिनियर। सिभिल त सुरु धेरै अगाडि खोलेको, आर्किटेक्चर पनि धेरै अगाडि सुरु गरेको पछि होइन। अहिले 36वटा विधामा त मास्टर्स पढ्न पाइन्छ, विदेश जानु पर्दैन कि अहिले पढाइको लागि चाहिँ, पढाइको लागि विदेशै जानुपर्छ भन्ने छैन। हाम्रो पालामा चाहिँ के अरे जसरी भए पनि विदेशमा गएर ब्याचलर मास्टर्स पढ्नु पर्थ्यो। त्यो भएकोले अहिले चाहिँ क्वान्टिटी पनि धेरै छ, अपर्च्युनिटी पनि धेरै छ। के पढ्छु भन्नलाई हेर्न पनि पाइन्छ। हाम्रो पालामा त्यही आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियर, अलिअलि 2-4वटा मात्र नाम थाहा थियो। अहिले त कति इन्जिनियरिङ छ, कति इन्जिनियरिङ छैन। अपर्च्युनिटी धेरै भयो नि त, चान्सेस धेरै भयो नि। अनि ब्याचलरै त्यतिखेर पढ्न गाह्रो थियो, अहिले त नेपालमा पिएचडीसम्म। यसपालि आइओईले भर्खरै एप्लिकेसन कल गरेको 32 जनाले त एप्लिकेसन दिएको छ होइन। 32 जनाले यसपालि मात्र। हामी कहाँ सयौँले अहिले पिएचडी गर्न रिसर्चर भएर काम गरिरहेको छ, पढिरहेको छ। भनेको अहिले अपर्च्युनिटी देशमा पनि छ, विदेशमा पनि छ, धेरै अपर्च्युनिटी छ जस्तो लाग्छ कम्पेरिटिभली। अहिले मलाई चाहिँ कस्तो लाग्छ भने भन्न त अब के भनौँ है, मलाई अहिले फेरि आफू यङ भएर फेरि पढाउँ जस्तो लाग्छ क्या। उमेरै फेरि पहिला म त अझ के गर्थेँ जस्तो लाग्यो। मेरो पालामा जति गर्नु पाइन्थ्यो अपर्च्युनिटी थियो त्यतिखेर मैले पाएँ। तैपनि अहिले भए म त
होइन संसारको टप युनिभर्सिटीमा पढ्न जान्थेँ होला जस्तो लाग्थ्यो क्या आफूलाई अझ निखार्ता ल्याउन सक्थेँ त्यो अपर्च्युनिटी छ हाम्रो पालामा त्यो अपर्च्युनिटी थिएन नि मैले त बाध्य भएर चाहिँ सोभियत युनियनबाट स्कलरसिप आउँछ त्यसमा शिक्षा मन्त्रालयले फाइट गरेँ सेलेक्ट भएर गएँ अरू अपर्च्युनिटी थिएन नि म अक्सफोर्ड हार्वर्डमा पढ्छु भने हामी त्यतिखेर पढ्नलाई गाह्रो थियो हामी परिकल्पना गर्ने सधैँ थियो अहिले मेरो विद्यार्थी हार्वर्डमा पढ्छु भन्यो भने हार्वर्डमा गएर पढ्न सक्छ अहिलेको जेनेरेसनहरूले मेहनत गर्यो भने त्यस्तो चाहिँ अपोजिट धेरै फरक छ सरले अघि यो जुन हाम्रो पिएचडी गाइडलाइनका यी कुराहरू चाहिँ मैले अर्को खण्डमा कुरा गर्नेछु सर विस्तृतमा सँगसँगै कतिवटा चाहिँ हाम्रो फ्याकल्टीहरू छन् भन्ने कुरा पनि मैले अर्को खण्डमा कुरा गर्नेछु विस्तृतमा मैले सरसँग ठ्याक्क मैले यो हजुरको सङ्घर्षको पाटोबाट सोध्न खोज्दै गर्दा अहिले हजुरले यो जुन अपर्च्युनिटीको कुरा गर्नुभयो नि अहिले जुन एआईका यी सबै कुराहरू गर्दै गर्दा मेरो एउटा लेखक सरसँग पहिला भेट हुँदा चाहिँ उहाँले के भन्नुभएको थियो भने हाम्रो पालामा मेन्टर भन्ने नै थिएन हो है अब कसलाई मेन्टर मान्ने कोबाट चाहिँ अभिप्रेरित हुने कोबाट चाहिँ प्रेरणा लिने कोसँग सल्लाह लिने भन्ने जमाना थियो हाम्रो तर अहिलेकाले मेन्टर जति भएको छ तर उनीहरूले मेन्टर खोज्दैनन् होइन भनेर भनेको चाहिँ मैले अहिले सरकै याद आयो कि मैले सर भनेपछि अहिले चाहिँ मेन्टरको अभाव छैन करियरको लागि छैन अहिले फिजिकली मेन्टरको अभाव पनि छैन अहिले एकदम गुगलहरू छन् होइन युट्युबहरू छन् यो मिडियाहरूबाट चाहिँ जे कुरा पनि हामीले खोजेको कुरा पाइन्छ क्या मेरो छोराहरूले तुरुन्त चाहिँ गुगलबाट सर्च गरेर तुरुन्त जवाब दिन्छ छिटो जवाब दिन्छ उनीहरू खोजेको चिज तुरुन्त मेन्टरै चाहिँदैन उनीहरू अझ बढी घरमै बसेर पनि स्टडी गर्न सकिन्छ क्या त्यस्तो जमाना छ हाम्रो पालामा मेन्टर भन्ने नै हुँदैन थियो हाम्रो मनमा धेरै कुराहरू सोधखोज हुँदाखेरि कि चाहिँ किताब पढ्ने हो भने पुस्तकालय गएर किताब खोज्नुपर्छ किताब खोज्दै टाइम लाग्थ्यो अनि अब मेन्टर भनेको चाहिँ आफ्नो परिवारमा जो सबभन्दा बढी पढे लेखेका हुन्छ उसलाई सोध्ने हो त्यो पनि डराइ धेरै जो अहिले जो ओपन थिएन नि मेरो मेन्टर भनेको मैले अब के पढौँ भने सोद्धाखेरि मेरो बुवालाई सोध्ने हो होइन मेरो बुवा चाहिँ नेपाल सरकारको त्यतिखेरको सेकेन्ड क्लास अफिसर उहाँ चाहिँ डबल एमए गरेको त्यो जमानामा अनि मेरो सोसाइटीमा हाम्रो परिवारमा उहाँ जति पढेको मान्छे पनि थिएन सबैले उहाँलाई कन्सल्ट गर्नुहुन्थ्यो क्या अनि उहाँले धेरैलाई चाहिँ यसो गर्नु उसो गर्नु भन्थ्यो मलाई पनि उहाँले नै मलाई इन्जिनियरिङ होइन डक्टर पढ भन्नुहुन्थ्यो क्या उहाँले पढ्ने नि डक्टर पढ्ने छोरा एउटाले डक्टर बनाउने भन्ने इच्छा उहाँको परिवारमा उहाँले पनि हेल्थ असिस्टेन्ट पढ्नु भएको त्यो जमानामा नेपालको फर्स्ट ब्याच होइन अनि त्यसमा पनि उहाँ फर्स्ट हुनुभयो अनि उहाँलाई डक्टर बन्ने इच्छा रहेछ अब घर परिवार सम्हाल्नु पऱ्यो मेरो 2टा दिदीहरू जन्मिसकेका थिए होइन अनि उहाँले त्यो काम गरेर जागिर गर्दै पढ्नु पर्दाखेरि मेडिकल डक्टर पुरा एमबिबिएस पढ्न पाउनु भएन छ उहाँलाई अमेरिकामा चान्स त आएको तर परिवारले गर्दा अनि उहाँको इच्छा चाहिँ परिवारमा डक्टर एकजना बनाउने उहाँको अधुरो इच्छा हजुरलाई अनि मलाई चाहिँ साइन्स पढाउनु भयो बायोलोजी पढाउनु भयो अब आफूलाई स्कुल लेभलपछि के पढ्ने भनेपछि इन्जिनियर डाक्टर 2टा अब साइन्स पढ्नै पऱ्यो बायोलोजी लिएर पढेँ तर मेरो इच्छा चाहिँ बायोलोजी पढेर लिएर चाहिँ डक्टर बन्ने रहन्छ त्यो फ्रक काट्ने बेला चाहिँ मलाई त्यति मन परेन गन्ध आउने त्यो काट्नु पर्ने मन लाग्यो त्यसपछि मैले ट्र्याक चेन्ज गरेर अनि त्यसपछि इन्जिनियरिङ इन्स्टिट्युटमा डिप्लोमा पढेको भनेपछि त्यो अवस्थामा त बुबा त अलिकति चित्त दुखाउनु भयो कि भएन अब त्यसो भयो आइएससीको पढ्दै मैले यसो हेरेँ अब मेरो नम्बर राम्रो आउला जस्तो लागेन होइन अब त्यतिखेर साइन्स पढेर इन्डियामा कोलम्बो प्लान भन्ने पाइन्थ्यो साथीहरूले कोलम्बो प्लान पाएँ अब म कोलम्बो प्लानमा सेलेक्ट हुँदैन बरु इन्जिनियरिङ पढ्छु भने मैले ट्र्याक चेन्ज गरेँ बुवालाई नै सोधेँ अब यो रिजल्ट नआउँदासम्म चाहिँ पढ्छु भने तर कस्तो भयो भने त्यहाँ म फर्स्ट सेमेस्टर पढ्दाखेरि टप भयो क्या साइन्समा त्यति राम्रो नम्बर आएन असल क्याम्पसमा पढ्थेँ होइन यसो हेरेँ बायोलोजी त्यति मनले नखाएकोले मैले पढ्न त पढेँ तर इन्जिनियरिङ पढ्दा डिप्लोमा पढ्दा आर्किटेक्चर पढेँ उहाँलाई सोधेर होइन सिभिल पढ्ने कि आर्किटेक्चर पढ्ने भन्दा उहाँले आर्किटेक्ट पढ भन्यो भन्नुभयो किनभने सिभिल पढे गाउँमा जानुपर्छ भन्थ्यो क्या होइन दुःख हुन्छ हुन्छ आर्किटेक्ट भए सरा बस्न पाइन्छ होइन भन्ने भन्नुभयो मलाई पनि त्यतिखेर धेरै डिटेल थाहा थिएन जब आर्किटेक्चर पढेँ बल्ल बुझेँ अनि आफूलाई पनि इच्छा लाग्यो त्यो ड्रइङ गर्नुपर्ने रहेछ होइन त्यो पनि एकदम मनले गरेँ क्या त्यसरी म टप भएछु कि फर्स्ट सेमेस्टरमै मनैबाट गर्दाखेरि टप मनैबाट पढ्नुपर्छ कि म विद्यार्थीलाई भन्छु कि अहिले पनि कतिपय विद्यार्थीहरू के पढ्ने भन्दाखेरि पनि राम्रोसित विचार नगरिकन दबावमा पढ्छन्
दबाबमा पढ्ने होइन, आफूलाई चाहिएको मनपर्ने विषय पढ्नुपर्छ भन्ने मलाई पनि आफूलाई पनि लागेको होइन। सक्सेस भन्ने कुरा चाहिँ के हुन्छ भने आफूले मनले चिताएको कुराहरू पढ्ने पायो भने सक्सेस हुन्छ। अनि मलाई पनि आर्किटेक्चर मन पऱ्यो, पढेँ, पछि टपै भएँ होइन। ड्रइङमा नम्बर पनि आउँथ्यो, नम्बर ल्याउनलाई पनि खुब मेहनत गरिन्थ्यो भनेपछि अनि त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि म आर्किटेक्ट इन्जिनियरिङ लाइनतिर गएँ, राम्रै भयो जस्तो मलाई लाग्यो। सरले अहिले यो टप भयो भन्दै गर्दा मैले एकदम छोटकरीमा सरसँग मैले सोध्न खोजेँ, हजुरले यो टप गर्ने बानी परेपछि एकदमै टप भइराखिँदो रहेछ भन्ने तरिकाले एउटा हजुरको मैले त्यो सुनेको थिएँ कि सर, खास त्यसको एकदम छोटकरीमा बताइदिनुहोस् न सर। होइन यस्तो हो कि पहिला त म स्कुल लेभलमा ब्याक बेन्चर पनि होइन, फर्स्ट बेन्च पनि होइन, सेकेन्ड बेन्चतिर बस्थेँ, पढ्थेँ, राम्रै थियो, नराम्रो थिएन, तर पढाइमा ठिक्क राम्रो। अनि स्कुल लेभलमा त्यसपछि स्कुल लेभलबाट पास गरेँ, साइन्स पढेँ, बायोलोजी पढ्दा त्यति मन लागेन, राम्रो नम्बर आएन। त्यसपछि जब मैले डिप्लोमा आर्किटेक्चर पढेँ पुल्चोक क्याम्पसमा 43 सालमा, अनि त्यतिखेर मलाई यसो भयो कि अब मैले साइन्स पनि पढिसकेको, अरू साथीहरूभन्दा म अलि राम्रो हुनुपर्छ भने मलाई पढौँ पनि जस्तो लाग्यो। फेरि आर्किटेक्चर विषय पनि मन पऱ्यो, त्यसपछि म एकदमै पढ्न थालेँ, टप भएँ। फर्स्ट सेमेस्टरमा टप भएपछि के भयो भन्दाखेरि साथीहरूले के थाहा पायो भने म त साइन्स पढिसकेको रहेछ, त्यही भएर टप भएको रहेछ। अनि विचार गरेँ क्या, अनि भन्यो तिमी त साइन्स पढेर आएको रहेछ नि त भन्यो। फेरि साइन्समा पहिला फिजिक्समा मेरो पास मात्र नम्बर आउँथ्यो भने त्यहाँ त 86 आयो 100मा, अनएक्सपेक्टेड है। म झन् एक्साइटेड भएँ, अब त साथीहरूले पनि भन्यो पढ्नुपर्छ भनेर पढेँ अनि टपै भएँ, अनि बानी पऱ्यो। अनि त्यसपछि मैले स्कलरसिप पाएँ नेपाल सरकारको शिक्षा मन्त्रालयबाट सोभियत युनियनमा। अनि त्यो पढ्ने बानी, मेहनत गर्ने बानी र अनि यसो मेहनत गरेर टप हुँदाखेरि अरू साथीहरूले अब नेपालमा अलि हेर्ने दृष्टिकोण है राम्रो कि अलि इज्जत दिए जस्तो भएपछि इज्जतको लागि पनि पढ्नुपर्छ भनेर सोभियत युनियनमा पनि टप गर्थेँ मैले। त्यो भएपछि के भन्दाखेरि त्यो एक किसिमको बानी जस्तै लाग्यो र केही गर्दाखेरि रिजल्ट निकालौँ, टपै हौँ, राम्रो गरौँ, अनि साथीभाइले पनि एकदम मान्दो रहेछ, इज्जत हुँदो रहेछ भन्ने जस्तो लाग्यो, हौसला जाग्दो रहेछ आफैलाई होइन। गर्दा गर्दै आजको सर यो अवस्थासम्म आइपुग्नु भयो र अझै पनि अघि हजुरले भनिसक्नुभयो अझ म उमेर फर्काउन पाएको भए फेरि पढ्न अनि टपको पनि अर्को उही सेटको पनि सेट महासेट भन्छन् नि सर होइन, देवको पनि देव महादेव भने जस्तै फेरि अब चाहिँ कहाँ पुग्ने फेरि? अब मलाई यस्तो के धेरै लक्ष्य त राख्दिनँ म, अब डिन भएको 1 वर्ष होइन, पुरानो उमेरको अघि हजुरले भन्नुभयो नि पहिलाकै उमेर फर्केर आउने भएको भए फेरि पढ्न पाएको भए भन्ने कुरामा त्यसै हो कि म त यदि म अहिले विद्यार्थी भएको भए मैले अपर्च्युनिटी धेरै देख्छु कि अहिले मैले अपर्च्युनिटी धेरै देखेको थिएँ, म वर्ल्डको टप युनिभर्सिटीमा पढ्न जान्थेँ होला जस्तो लाग्थ्यो कि त्यस्तो अपर्च्युनिटी अहिले छ जुन चाहिँ पहिला हामीसँग थिएन। तर सोभियत युनियन गएर पनि मैले त्यताको अहिले त्यतिखेरको अहिलेको युक्रेनको टप युनिभर्सिटीमै पढाएँ सोभियत युनियनको पनि। त्यस्तो चाहिँ भएन, तर अहिले जस्तो विद्यार्थीले चान्स पाएको भए म पनि अक्सफोर्ड हार्वर्ड गएर पढ्थेँ कि जस्तो लाग्थ्यो क्या। त्यो अहिले चान्स छ, मेरो विद्यार्थीहरू अक्सफोर्डमा गएर पढेका छन्, हार्वर्डमा गएर पढेका छन् र हार्वर्ड र अक्सफोर्ड संसारको टप युनिभर्सिटी हो, त्यो ठाउँमा पुग्थेँ होला म अहिले विद्यार्थी भएको भए जस्तो लाग्छ। भनेपछि सरकोबाट कतिजना दीक्षित त्यहाँ हुँदै गर्दाखेरि हामीले एउटा हाम्रो लक्षित विद्यार्थीहरूलाई नै हामीले भन्नुपर्दा यदि तपाईँहरू पढाइमा राम्रो हुनुहुन्छ र कुनै पनि हार्वर्ड युनिभर्सिटीहरू जस्तोमा म अप्लाई गर्न सक्छु, कसरी जाने भनेर च्यानलहरू केही थाहा छैन भने सरको विज्ञतासँग आएर चाहिँ उहाँको अनुभवबाट केही सिक्न सक्नुहुन्छ भनेर पनि भन्दा भयो। एकदम अहिलेको विद्यार्थीलाई धेरै अपर्च्युनिटी छ क्या मलाई लागेको। संसारै एउटा ग्लोबल भिलेज जस्तो भइसकेको छ क्या, सानो होइन, स्मार्टनेस। अहिले अमेरिकामा के भइरहेछ भने यहाँ नेपाल तुरन्त थाहा हुन्छ, राजनीतिक कुरा पनि थाहा हुन्छ, त्यहाँ हलिउडमा फिल्म एउटा प्रोडक्सन भयो नेपालमा आउँछ, हाम्रो पालामा त्यस्तो थिएन नि। हामी त्यो हलिउडको फिल्म हेर्नलाई त गाह्रो पर्थ्यो, त्यतिखेर सुन्या हुन्थ्यौँ तर थाहा हुँदैन थियो। त्यस्तो जमाना भइसकेकोले अहिले अपर्च्युनिटी चाहिँ धेरै छ, विद्यार्थीले यस्तो अपर्च्युनिटीलाई चाहिँ ग्रास्प गर्नुपर्छ। अहिले नेपालमा बसेर अमेरिकाको काम गरिरहेको छन् हाम्रा कम्प्युटर एआईका विद्यार्थीहरू, आइटीका विद्यार्थीहरूले होइन। त्यस्तो अहिले चाहिँ संसार ग्लोबल भिलेज भइसकेको छ, सानो भइसकेको छ यो सबै चाहिँ यो यसले गर्दाखेरि यो टेक्नोलोजीले जुन यो आइटीले गर्दा त झन् हजुरको संसार नै एउटा कचौरा जस्तो भइसक्यो। अनि सरसँग मैले एउटा फरक प्रसङ्ग फेरि मैले थाहा पाएकै कुराबाट सोध्न खोजेँ। हजुरले मसँग लास्ट टाइम भेट्दा पनि हजुरले भन्नुभएको थियो कि
म योचोटि हुँदा भएर आएँ भन्दा मेरो श्रीमतीले नै पत्याएन भन्ने कुरा गर्नुभएको थियो है। अनि एकदम म आफैलाई पनि ओहो हो र भने जस्तो के हजुरले एकदम रमाइलो तरिकाले भन्नुभएको थियो। सँगसँगै त्यो कुरालाई मैले अहिले अब योचोटिबाट त धेरै माथि डिनसम्म पुगिसक्नुभयो, इन्जिनियरिङ अध्ययन संस्थान आइओई पुल्चोकको अब तपाईँ डिनसम्म पुग्दै गर्दा त्यो योचोटिको कुराको एउटा रमाइलो प्रसङ्ग र अनि म कुनै दिन त्यो बेलामा योचोटि हुँदै गर्दा पनि कुनै दिन म एक दिन डिन हुन्छु भन्ने चाहिँ हजुरलाई लाग्थ्यो होला? यसलाई एकदम समष्टिगत विश्लेषण तरिकाले यस्तो थियो, म सोभियत युनियनबाट पास गरेर आएँ होइन, टपै भएँ। मेरो इच्छा चाहिँ पहिला टिचर हुने चाहिँ थियो, किन विद्यार्थी कालमा पनि म साथीभाइले सिकाइदिन्थेँ क्या, नेपालमा पनि डिप्लोमा पढ्ने साथीहरूलाई सिकाउँथेँ। सिकाउँदा फाइदा हुन्थ्यो क्या, म पढ्नु पर्दैन थियो जाँचमा होइन, मलाई सबै आउँथ्यो, दोहोऱ्याएर तेह्राएर सिकाउँदाखेरि कन्ठै हुन्थ्यो, सजिलो भयो। त्यो मलाई कस्तो भयो भने सिकाउँदा राम्रो हुँदो रहेछ, ज्ञान पनि दिने, ज्ञान बाँड्न पाइने, त्यो नेचरले म पहिल्यै टिचर हुन्छु भन्ने विचार थियो। नेपालमा आएँ मैले अनि सुरुवातमा चाहिँ नेपाल इन्जिनियरिङ कलेज भर्खर खुलिएको छ चाङ्गुमा, त्यहाँ सुरुवात गरेँ होइन। त्यहाँ डाइरेक्टै अब हेड अफ डिपार्टमेन्टले बोलाउनु भयो, क्लास लिएँ 6 महिना जति, पछि 2 वर्ष कन्टिन्यू गरेँ। त्यसै पुल्चोक क्याम्पसमा वान्टेड भयो होइन, अनि मैले एप्लाई गरेँ 6 महिनापछि। अनि त्यतिखेर धेरै मान्छे थिएन क्या, उ त 6 महिना मात्र अनुभव हुँदै गर्दा 6 महिना हुँदाखेरि पुल्चोक क्याम्पसमा चाहिँ लेक्चररको वान्टेड भयो आर्किटेक्चरमा। मैले एप्लाई गरेँ, अनि एप्लाई गरेर पाएँ होइन, पाएँ भर्खर यङ होइन आर्किटेक्ट। मलाई पुल्चोकबाट पछि थापाथली क्याम्पसमा चाहिँ नियुक्ति पत्र त्यहाँ दियो। ल ठिकै छ भने थापाथली क्याम्पसमा पढाउन गएँ। त्यसपछि 1 वर्ष हो कि 2 वर्ष पनि भएको छैन, म भर्खर आएको कन्ट्र्याक्टको टिचर। त्यहाँ चाहिँ त्यहाँको हेड अफ डिपार्टमेन्ट चाहिँ विदेशमा नर्वेमा जानुपर्ने भयो। अनि मलाई हेड अफ डिपार्टमेन्ट अफर गर्यो, मैले पनि कल्पना गरेको थिएन होइन। भर्खर यङ टिचर नि हेड अफ डिपार्टमेन्ट भनेको कपाल सपाल फुलेको हुनुपर्छ भन्ने मान्यता। अनि मैले मेरो मिस्ट्रेसलाई भन्दाखेरि हेड अफ डिपार्टमेन्ट हुने बेला भयो भन्नुभयो उहाँले। उहाँ पनि टिचर हुनुहुन्छ आइओईमै आर्किटेक्चरतिर, खै मलाई त अब पत्याएको के भने भयो। तर हेड अफ डिपार्टमेन्ट भइराख्दाखेरि त्यतिखेर हेड अफ डिपार्टमेन्ट नै मलाई धेरै ठुलो जस्तो लाग्यो। म यङ थिएँ, लेक्चरहरू धेरै थिएन। थापाथली क्याम्पस आर्किटेक्चर विभाग भर्खर सुरु गरेको थियो थापाथली क्याम्पसमा। मैं चलाएँ राम्रैसँग, एकदमै मेहनत पनि गरेँ, सक्सेस भयो। त्यतिखेर हेड अफ डिपार्टमेन्ट हुँदा डिन भनेको चाहिँ धेरै ठुलो पोस्ट हो। डिन भनेर हामीले डिनलाई हेर्ने डिस्ट्रिक्टको नै फरक हुन्थ्यो क्या, रेस्पेक्ट हुन्थ्यो, सिनियर प्रोफेसर हुन्थे होइन, हेड अफ द इन्स्टिट्युसन हुन्थ्यो। मैले त्यो कल्पना गरेको थिएन। जब म पछि बिस्तारै हेड अफ डिपार्टमेन्टबाट पछि म विभिन्न पोस्टहरूमा बसेँ। म आइओईमै यो पुल्चोक र थापाथली क्याम्पस गरेर 27 वर्ष अहिले बिताइसकेको छु। र 27 वर्षमा मैले लेक्चरर मात्र होइन, हेड अफ डिपार्टमेन्ट मात्र होइन, म त्यहाँ कन्सल्टेन्सी सेवाको प्रमुख पनि भएँ, मास्टर्स प्रोग्रामको कोअर्डिनेटर पनि भएँ, सुरु गरेँ होइन। पिएचडी प्रोग्रामको चाहिँ प्रोग्राम कोअर्डिनेटर पनि भएँ। त्यसपछि एसिस्टेन्ट डिन भएपछि चाहिँ 7 वर्ष अगाडि अनि म डिन हुनुपर्छ भने 7 वर्ष अगाडि चाहिँ मलाई मनमा आएको हो। पहिल्यै चाहिँ आएको थिएन। पहिला मैले डिन भनेको धेरै ठुलो पोस्ट भएकोले मैले कल्पना पनि गरेको थिएन। हुन्छ, सरको अनुभव चाहिँ सबै कुरा हजुरसँगबाट बुझ्न पाउँदा चाहिँ खुसी लागेको छ, ऊर्जा थपिएको महसुस भएको छ। अब मैले अलिकति हजुरको मान्छेको भावना हुन्छ, मान्छेको व्यक्तिगत भावना आफ्नो ठाउँमा छ। कहिलेकाहीँ के हुन्छ भन्दा त्यो पोस्टले वा तहले चाहिँ त्यो भावनालाई तौलिएर बोल्नुपर्ने, त्यो भावना लुकाउनु पर्ने, अथवा कहिलेकाहीँ मनका बह पोखौँ न त आज एकैछिन आफ्नो पोस्ट बिर्सिदिउँ न त भन्नलाई पनि मनमा आउने, तर चाहिँ त्यो इम्प्लिमेन्ट गर्न नपाउने भएको कारणले कहिलेकाहीँ हजुरलाई ओहो एउटा यो मनको बह पोख्ने एउटा चौतारी चाहिँ यो प्रोग्राम हुन्छ कि भन्ने आशाले अब म केही कुराहरू सरसँग अलिकति सिलसिलेवार तरिकाले सोध्न खोज्दैछु सर, बुझ्न खोज्दैछु। होइन, यो हरेक ह्युम्यान नेचर हो। मनका बुहा त पोख्न मन लाग्छ, मन पर्छ होइन, त्यसको लागि प्लेटफर्महरू चाहिन्छ। र मलाई के लाग्छ भन्दाखेरि डिन भएर जे पाइ त्यही बोल्नु हुँदैन भन्ने पनि होइन। अहिले हामी बोल्नुपर्छ, भएको कुरा बोल्नुपर्छ, एथिकल्ली बोल्नुपर्छ। त्यसले चाहिँ फरक पर्दैन जस्तो लाग्छ मलाई। हजुर, हाम्रो अहिलेसम्म सहज तरिकाले हाम्रो संवाद भइरहेको छ, जसले गर्दा मलाई पनि खुलेर कुरा गर्न हजुरसँग सजिलो भयो। सर, मैले
हजुरको बाल्यकालको प्रसङ्ग र हजुर अनि हजुरको पढाइको अघि त भनिसक्नुभयो बाबा यचै पढ्नुभएको त्यहाँ पनि टप्नुभएको MBBS को बारेमा पढ्न पाउनु भएन भन्ने कुरा त हजुरले अलिकति भनिसक्नुभयो केही कुरा छुटेका कुरा त्यो कुरा हजुरको कुरा सुनाउँदै गर्दा आउने पुस्तालाई कतिजनालाई ओहो मानौ यो मेरो परिवार यो गरिबीमा भएर अथवा यो भएर बुझ्ने सोचाइ नमिलेर भन्ने अनेक तरिकाबाटमा उनीहरूलाई केही न केही निचोड निस्किने तरिकाले अथवा त्यहाँबाट हरेस खानु सकारात्मक भावले हामीले केही अलिकति सरबाट केही अनुभव साटोसाटो भयो भने चाहिँ केही राम्रो हुन्थ्यो कि हेर्नुहोस् यसो छ मलाई के लाग्छ भने गिभअप गर्नु हुँदैन क्या सकिँदैन कि भनेर यो एटेम्प गरिराख्नुपर्छ हरेक मान्छेले मैले पनि अब पहिला लेक्चरर थिएँ हेड अफ डिपार्टमेन्ट थिएँ सबै थिएँ नि एटेम्प गर्दै गरेर नेपालमा के छ भने जुन पोस्ट पदहरू दिन्छ जुन आफूले पाएको कुरो हो त्यसलाई फुल आफ्नो चाहिँ क्यापासिटीबाट काम गर्नुपर्छ जस्तो लाग्छ फुल पावर भित्री होइन त्यो जस्तै आफ्नो लेक्चर हो भने लेक्चरको बेलामा आफ्नो जिम्मेवारी के हो त त्यो अनुसार काम गर्नुपर्छ जस्तो लाग्छ हेड अफ डिपार्टमेन्ट भयो भने हेड अफ डिपार्टमेन्टको काम कर्तव्य के हो त त्यसलाई फुल युटिलाइज गरेर फुल आफ्नो क्यापेसिटीमा काम गर्नुपर्छ जस्तो लाग्छ क्या त्यही भएकोले जुन ड्युटी दिया हुन्छ त्यसलाई आफूले चाहिँ निस्वार्थ हिसाबले आफ्नो कर्तव्य परायण हिसाबले चाहिँ गऱ्यो भने र त्यसको फल पनि राम्रो हुन्छ र सक्सेसफुल हुन्छ जस्तो लाग्छ कि मलाई त्यसको ज्वलन्त उदाहरण त हजुर नै हुनुभयो नि त्यसै लाग्छ अब पनि कहिले कतिपय ठाउँमा सक्सेस भयो होला केही कुरामा होइन तर के छ भन्दाखेरि म पहिला आर्किटेक्टको रूपमा प्रोफेसनल पनि धेरै काम गरेको छु कन्स्ट्रक्सन गरेको छु यसो हेर्दाखेरि अहिले पैसाको हिसाबले हेर्ने हो भने त राम्रो कमाइ हुन्छ क्या त्यो प्रोफेसनल आर्किटेक्ट काम गर्दाखेरि तर सबै कुरा दुवै हातमा लड्डु पाइँदैन जस्तो लाग्छ मलाई अहिले मेरो काम चाहिँ एकाडेमिक्स रिसर्चतिर छ र एकाडेमिक इन्स्टिट्युट्सको म्यानेजमेन्ट गर्ने कुरा छ भने त्यसलाई प्राथमिकता दिएँ होइन अहिले पनि गर्छु तर त्यो पहिला जस्तो गर्न पनि भ्याउँदैन गर्दा पनि गर्दिनँ तर कसैले चाहिँ सजेसनहरू माग्न आयो भने त्यो कामहरू अहिले पनि गरिरहेको छु तर कोही कोही मान्छेले के भन्छ भने मेरो पैसा चाहिँ लस भयो भन्छ क्या म चाहिँ भन्दिनँ त्यो पर्सेप्सन फरक भयो नि मैले ठ्याक्कै यही सोध्न खोजेको थिएँ हजुरलाई कसैले ल मानौ आर्किटेक्चरतिर गर्दै गर्दाको होस् हजुरले अघि भने जस्तै दामको रूपमा उता अगाडि हुन्थ्यो होला होइन यता चाहिँ नाम सँगसँगै दाम आफ्नो ठाउँमा छ तर त्यो नाम हुँदै गर्दा त्यो नामलाई धान्ने त दाम पनि त छ होइन दुवै हातमा लड्डु पाइँदैन जस्तो लाग्छ कतिपय साथीभाइले मेरै जस्तो पोस्टमा बस्दाखेरि दाम कम भयो भन्ने कुरा गर्छ तर नाम त धेरै पाएको छ नि पद इज्जत त धेरै पाएको छ नि त्यसको तुलना गर्न मिल्दैन जस्तो लाग्छ अब मैले पनि त्यस्तै भन्छु म अहिले एकाडेमिक म्यानेजमेन्टहरू हेर्छु नि तर सबैले मलाई चिन्छन् सबैले रेस्पेक्ट गर्छन् त्यही ठुलो कुरो जस्तो लाग्छ त्यही कमाएको जस्तो लाग्छ पैसा होइन कि त्यो कमाएको त्यसमा मलाई सेटिस्फ्याक्सन छ म दामसँग कम्पेयर गर्दिनँ अब यो इन्जिनियरिङको हजुरको बाल्यकालको कुरा अघि हजुरले भन्नुभयो तर अलिकति खुलस्त तरिकाले चाहिँ मैले यो जुन आफ्नो पढाइतिरको आकाङ्क्षालाई यो आर्थिक सामाजिक परिवेशले अथवा चुनौतीले चाहिँ कतिको समस्या दियो हजुरलाई र के चुनौती पन्छाउँदै हजुर आइपुग्नुभयो यहाँसम्म आर्थिक रूपमा खासै समस्या भएन क्या मेरो बुवा एकदम एक किसिमले नेपाल सरकारको त्यो बेलाको सेकेन्ड क्लास अफिसर भएकोले हुन त हामी 6 जना दाजुभाइ दिदीबहिनी थियौँ बुवालाई समस्या भयो होइन तर मैले त्यस्तो चाहिँ भोग्नु परेन धेरै आकाङ्क्षा पनि धेरै ठुलो थिएन धेरै एक्सपेक्टेसन पनि धेरै थिएन पढौँ के गरौँ भन्ने थियो आर्थिक हिसाबले त्यस्तो भएन सामाजिक हिसाबले त एक किसिमले मेरो परिवारमा मेरो बुवा पनि हेल्थ एसिस्टेन्ट पढ्दा टप भएको जहिले पनि इन्करेज गर्ने के मेरो बुवाले मलाई मात्र होइन मेरो परिवारमा सबैजनालाई पढ्नुपर्छ पढाइको महत्त्व बुझ्नु पढाइलाई चाहिँ धेरै महत्त्व दिने त्यही भएकोले हाम्रो परिवारले धेरै एजुकेसनमा महत्त्व दिएको छ एजुकेसनमा खर्चेको पनि छ हामीले त्यो गरिरहेको छ म मात्र होइन मेरो बहिनी मेरो ज्वाइँ डक्टर होइन फार्मासिस्ट राम्रा काममा चाहिँ लागेको छ मेरो दाइ एकजना इन्जिनियरै हुनुहुन्छ नेपाल विद्युत प्राधिकरण जिएमआई भएर रिटायर्ड हुनुभयो पारिवारिक हिसाबले चाहिँ कस्तो छ भन्दाखेरि पढ्नुपर्छ है पढ्दाखेरि इज्जत पाइन्छ है राम्रो देशको सेवा गर्न पाइन्छ है भन्ने कुरा चाहिँ हाम्रो परिवारमा पहिलादेखि थियो बुवाको पालादेखि
त्यसो एउटा शब्द बोल्नु मन लाग्यो सर, त्यो शब्द मिल्छ मिल्दैन थाहा छैन, अन्यथा माफ पाऊँ है। मान्छेले भन्छन् नि फलानुको राजनीतिक विरासत भने जस्तै, सायद त्यसो भए यो चाहिँ बौद्धिक विरासत चाहिँ हजुरको परिवारको एउटा चिनारी बन्यो। अब मेरो बुवा र मेरो बुवाको त्यसबाट मेरो कजन दाई हुनुहुन्छ छत्रबहादुर बज्राचार्य, रिटायर्ड भइसक्नुभयो। उहाँ पनि बिएससीमा बोर्ड फर्स्ट हो क्या, उहाँ जुन विद्युत प्राधिकरणको भन्नुभयो। हजुर, उहाँ बिएससीको बोर्ड फर्स्ट। हामीले त्यस्तो देख्यौँ, बुवा पनिलाई देख्यौँ, बुवा एचएको टपर त्यो बेलाको होइन, हेल्थ एसिस्टेन्टको। मेरो कजन दाई छत्रबहादुर बज्राचार्य बिएससीको बोर्ड फर्स्ट। अनि हामीमा चाहिँ दाईलाई हेर्ने बुवालाई हेर्ने दृष्टिकोण हाम्रो परिवारमा एकदम राम्रो भयो। उहाँहरूको करियर पनि राम्रो भयो। अनि पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने हामीमा त्यो, हामी सबै दाई भाइ दिदीबहिनीले त्यो कुरा सिकेर अगाडि बढेको। जस आँखै अगाडि चाहिँ पढेर दुःख गरेको पनि आँखै अगाडि देख्नुभयो, सँगसँगै त्यसको प्रतिफल पाएर अगाडि बढ्दै जानुभएको देख्दै गर्दा ऊर्जा मिल्यो हजुर। ए पढेर त हुँदो रहेछ। अहिले कतिजनाले भन्नुहुन्छ पढेर केही हुँदैन भन्दै गर्दा हजुरले पढेर हुँदो रहेछ भन्ने त अगाडि नै देख्नुभयो नि। एकदम एकदम हाम्रो पालामा पढ्नु भनेको नै कर्म गर्नलाई सजिलो गर्नु, नलेज गेन गर्नु, लाइफ सस्टेन गर्नु जस्तो थियो कि हाम्रो दार्शनिक हिसाबले भन्ने हो भने। अनि सरले अघि नै इन्जिनियरिङ पढ्नको कारणहरू त भनिहाल्नु भयो हजुरले, जुन फ्रक चिर्न मलाई गनायो भनेर अघि हजुरले भन्नुभयो। अब त्यताको कुन कारणले जानुभयो भन्नुभन्दा पनि मैले यो इन्जिनियरिङ पढ्दै गर्दा अघि हजुरले सुरुमा फेरि फिजिक्सतिर अलिकति कम, बायोतिर अलिकति कम भन्नुभएको थियो होइन, भनेपछि इन्जिनियरिङ पढ्दै गर्दा हजुरलाई कुन सब्जेक्टहरूले बढी तान्थ्यो जसले गर्दा चाहिँ हजुर एउटा टप लेभलमा पुग्दै जानुभयो नि पढाइमा? सुरुमा पढ्दै गर्दा जब अहिले पढाइको उ गरेपछि अब यता अहिले कार्यक्षेत्रको हिसाबले पनि हजुर यो टप लेभलमा आइपुग्दाखेरि हजुरलाई कुन सब्जेक्टहरूले तान्थ्यो होला सर त्यो बेलामा? मैले पढेको चाहिँ पहिला डिप्लोमा आर्किटेक्चर, त्यसपछि आर्किटेक्चरमा मास्टर्स पिएचडी गरेको होइन। डिप्लोमा आर्किटेक्चर गर्दाखेरि त्यो इन्जिनियरिङ ड्रइङहरू हुन्थ्यो कि, अनि बिल्डिङको डिजाइनहरू हुन्थ्यो, हाउस डिजाइन, मोडेलिङ, त्यो कागजबाट पनि गर्नु पर्थ्यो मोडेलहरू। रमाइलो लाग्थ्यो क्या, खेल्दै पढ्ने जस्तो लाग्थ्यो, रमाइलो हुन्थ्यो क्या। साथीभाइसँग ग्रुपमा काम गर्ने, सिक्ने, सिकाउने त्यो माहौलै अर्कै छ आर्किटेक्चर पढ्दाखेरि। त्यो भएकोले मलाई त्यसले चाहिँ धेरै इन्फ्लुएन्स गर्यो र जहिले पनि साथीहरूलाई सिकाउँदाखेरि सिक्न पाइने, आफूलाई पनि जान्न पाइने र ड्रइङ पनि राम्रो गर्ने, सफा गर्ने, नम्बर पनि आउने। अनि नम्बर आउँदाखेरि विद्यार्थीलाई के हुन्छ भने नम्बर ल्याउनलाई पनि पढ्ने भयो नि त। त्यसबाट त्यतिखेर त्यसरी एट्र्याक्सन भयो। जब मैले सोभियत युनियनमा गएँ, अब म त सेलेक्टेड भएर आएको, नेपाल गभर्मेन्टले पठाएको भन्ने भयो। त्यहाँ पनि राम्रो थियो, 125 जना विद्यार्थी थिए। मैले रेड डिप्लोम भन्छ क्या, त्यो चाहिँ भनेको चाहिँ टपरहरूलाई दिने त्यो पाएको। त्यहाँ चाहिँ एक्जामिनेसन सिस्टम चाहिँ 5 भन्ने पाउँथ्यो कि, 5, 4, 3 एक्सलेन्ट जहिले पनि पाएँ। पछि त्यहाँ उनीहरूले रेड डिग्री दियो भन्दाखेरि त्यतिखेर पनि के गर्दाखेरि के थियो भन्दाखेरि त्यहाँ पनि आर्किटेक्चरको इन्भाइरोमेन्टै पढ्ने माहौलले फरक हुन्छ क्या। साथीभाइसँग मिलेर ग्रुपमा काम गरेर पढ्ने, अनि ड्रइङ गर्ने, स्केच गर्ने, अनि रिसर्च गर्ने, फिल्डमा जाने होइन। त्यो अलि आफ्नो विषय आफूलाई इन्ट्रेस्ट लागेको जस्तो लागेकोले मैले पढ्दै यहीँ गर्दै अनि पछि पिएचडी गरेँ। पिएचडी गर्दाखेरि मैले जापान, अरू इन्डिया विभिन्न युनिभर्सिटीमा पनि जान पाएँ। अनि जति माथि जाँदै गयो माइक्रो लेभलमा एरियाहरू कम हुँदै जान्छ। मेरो पिएचडी चाहिँ थर्मल पर्फर्मेन्स ट्रेडिसनल बिल्डिङ, पाटन, भक्तपुर, काठमाडौँको नेवारी बिल्डिङहरू, पुरानो रेजिडेन्स बिल्डिङमा कतिको तातो कतिको चिसो हुन्छ कम्पेयर गरेर मैले त्यो फर्मुलाहरू निकालेको छु कि। यो पुरानो बिल्डिङहरू चाहिँ जाडोमा यो मोडर्न बिल्डिङ हुँदा, ढलानको बिल्डिङ हुँदा 2 डिग्री सेल्सियस न्यानो हुन्छ। सायद यो कुरा हामी जापान जाँदाखेरिको कुरा नै हजुरले पुल्चोकमा हाम्रो कुरा भएको थियो, त्यही नै भन्दै खोज्दै हुनुहुन्छ है सर? मैले त्यो पिएचडी गर्दा नि मलाई पहिला आफ्नो विषयमा म पनि सिरियस थिइनँ होइन। 2 डिग्री सेल्सियस न्यानो भने के हो र जाडोमा? यो ढलानको अहिले घरभन्दा ट्रेडिसनल हाम्रो घरहरू चाहिँ भन्दा मलाई ठुलो लागेको थिएन क्या। जापानमा त्यही कुरा मैले एउटा त्यहाँ युनिभर्सिटीमा प्रेजेन्टेसन पनि गरेँ, अनि विद्यार्थीलाई पनि भने म यसमा पिएचडी गर्दैछु, नेपालको घरहरू यस्तो यस्तो हुन्छ भने। त्यो मेरो प्रेजेन्टेसन सकेपछि त्यहाँको प्रोफेसरले यस्तो राम्रो कमेन्ट गरे कि मलाई चाहिँ आफ्नो
भ्यालु थाहा भयो त्यहाँ ए बल्ल बल्ल हजुर तिमी जापानमै आएर पिएचडी गर, तिमी त्यहाँ पिएचडी सिद्ध्याएर अथवा पोस्ट गर्न आऊ भने। किन भन्दाखेरि 2 डिग्री सेल्सियस टेम्परेचर कम्फोर्टेबल हुनु भनेको चाहिँ 20% इनर्जी सेभिङ रहेछ क्या। जापानले त्यो प्रोफेसरले के सोच्यो भने जापानमा 5 लाखवटा घर भयो भने एउटा घरले 20% इनर्जी सेभ गऱ्यो भने 5 लाख घरले कति इनर्जी सेभिङ भयो भने ह्युज मास अफ इनर्जी सेभिङ भयो क्या। उनीहरूले त्यो हिसाबले मेरो भ्यालु यसरी बढायो कि मेरो यहाँको प्रोफेसर मेरो सुपरभाइजर प्रोफेसर सुदर्शन राज तिवारी जो चाहिँ अहिले पहिला डिन हुनुहुन्थ्यो आइवाईकै एकदम विद्वान, मलाई उहाँले भन्नुभएको थियो क्या तिम्रो पिएचडी विदेशमा भएको भए अथवा तिम्रो पिएचडी कुइरेले गरे भए यति भ्यालु हुन्थ्यो नेपालीले गरेर नभएको भने भन्ने हुन्थ्यो। हामीले बुझेनौँ के। अब जापानमा त्यस्तो भ्यालु 20% इनर्जी इफिसियन्सी हुने रहेछ। मलाई पनि यो कुरा पिएचडी गर्दा थाहा पनि थिएन, पछि उहाँले भनेपछि थाहा भयो। अहिले म त्यही विषयमा चाहिँ अहिले मेरो पिएचडीका विद्यार्थीहरूले गरिरहेछन् कामहरू। भनेपछि बिना हजुरसँगै थियो उयो कस्तुरी भौतारिए जस्तो भौतारिँदै जाँदा जापान गएपछि बल्ल गन्ध थाहा भयो। थाहा भयो, त्यस्तो भयो। कतिपय कुरा थाहा हुँदैन कि हामीलाई आफ्नो तपाईँले भने जस्तै कस्तुरी मृगलाई आफ्नो कस्तुरीको भ्यालु थाहा नभए जस्तो त्यस्तो हाम्रो देशमा पनि धेरै कुराहरू छ। जुन अघि हाम्रो प्रसङ्ग आयो नि हजुरले हामीले जुन यहाँबाट हजुरले पिएचडी गरिसकेपछि बल्ल थाहा भयो कि त्यसको भ्यालु हो, जापान गएपछि बल्ल थाहा भयो भनिसकेपछि हजुरलाई हाम्रो समाज त अहिले पनि के छ भने कसैसँग 10 मिनट ढिलो भयो भने सरी एकैछिन ढिलो भयो बुझ्नेले भन्छन्, कतिले त त्यो पनि भन्दैनन्, टाइममै आइपुगे जस्तो गर्छन्। जापानमा हजुरको जापानकै कुरा गर्ने भने 1 मिनट 1.5 मिनट ढिलो भयो रेल पुग्न भने रेल मन्त्रीले राजीनामा दिन्छन्। भनेपछि हजुरलाई आफ्नो पिएचडीको भ्यालु बुझ्न जापान जाबाट थाहा पाउनुभयो, एउटा सुगन्ध थाहा पाउनुभयो भने त्यो कुराबाट हजुरलाई मनमा परेको एउटा सकारात्मक भाव अहिलेको जुन आइओईका बच्चाहरूलाई हजुरले यो सेयर गरेर केही न केही ज्ञान प्रदान गर्नुभएको छ कि के छ सर? अहिले धेरै मैले सेयर पनि गर्छु। अनि म पिएचडी गरेर आइसकेपछि जापानमा मैले 10 देखि 12 जना विद्यार्थीहरूलाई आइओईका मास्टर्सका विद्यार्थीहरूलाई मैले जापान लगेँ। जापान सरकारको साकुरा साइन्स भन्ने प्रोग्राम थियो। 10 जना कि 11 जना विद्यार्थी लिएर आउनु भनेको थिएँ मैले। यहाँ चाहिँ कम्पिटिसन गराएर टपर्स विद्यार्थी लिएर पनि गएको थिएँ। जापानमा जाँदाखेरि टाइमको भ्यालु हामीहरू चाहिँ अलि हामी देश जापान जस्तो गर्नुपर्छ भन्छौँ नि। जापान जस्तो गर्न जापान जस्तो बानी बेहोरा हुनु पर्यो नि, समयमा गर्नु पर्यो नि, त्यही संस्कार हुनु पर्यो, त्यही संस्कार हुनु पर्यो नि, त्यही प्लान हुनु पर्यो नि, प्लान अनुसार इम्प्लिमेन्ट हुनु पर्यो नि। हामी किन पछि भन्नु भन्दा हामी कहाँ प्लान अनुसार इम्प्लिमेन्टेसन हुँदैन, हाम्रो समयमा काम हुँदैन। जापानिजहरूले चाहिँ एक पैसाको भ्यालु, हामी त्यो पैसाको भ्यालु त्यति बुझ्दैनौँ क्या। हामीको प्रोजेक्टहरू हेर्नु न कति खर्च भइरहेको हुन्छ, फेरि थपिरहेको हुन्छ। त्यहाँ त्यस्तो हुँदैन नि। हामी कहाँ प्रोजेक्टमाथि प्रोजेक्ट देश त्यसै भएर पैसाको भ्यालु हामी कहाँ त्यति हामीले बुझेको छैन जस्तो लाग्छ। प्रोजेक्टहरूमा धेरै खर्चहरू हुन्छन्, समयको भ्यालु बुझेको छैन जस्तो लाग्छ। ढिलो गर्दाखेरि पनि हामीलाई लाज हुँदैन क्या। अब जापानमा गएपछि थाहा हुन्छ 1 मिनटको समय ढिलो भयो भने के हुन्छ भनेर। मैले विद्यार्थी लगेर देखाएँ, विद्यार्थीले टाइममा काम गराउनु धेरै गाह्रो हो 1-2 दिनसम्म। तर नेपालीहरू चाहिँ एडप्टेड रहेछ क्या होइन। नेपालीहरू हेर्नु न, नेपालमा बस्यो भने अल्छी हुँदो रहेछ, विदेशमा त पर्फेक्ट हुन्छ क्या फेरि त्यहाँको सिस्टमले। यहाँ बुवा आमासँग चाहिँ अलिकति लाड प्यारमा बसेको मान्छे मेरो विद्यार्थीहरू 1-2 दिन त गाह्रो हो, पछि उनीहरूले यस्तो राम्रो काम गरे। हामी 10 दिन बस्यौँ, त्यहाँ रिसर्चहरू गऱ्यौँ होइन, त्यहाँको बिल्डिङहरूको स्टडी गऱ्यौँ। त्यो रिपोर्ट प्रेजेन्टेसनमा चाहिँ मैले उनीहरू क्लासमा राखेँ जापानिजहरूसँग। त्यहाँको जापानको प्रोफेसर छक्क परे उनीहरू प्रेजेन्टेसन गर्दाखेरि। त्यो प्रेजेन्टेसन गर्ने स्किल लेबर त रहेछ, तर सुरुमा एडप्ट गर्न सकेन। पछि राम्रो प्रेजेन्टेसन गरेर त्यहाँको प्रोफेसरले वाह भने क्या। मलाई चाहिँ खुसी लाग्यो, आफ्नो विद्यार्थीहरू लिएर गएँ। हामी नेपालीहरू कस्तो रहेछौँ भने जहाँ गए पनि हामी एडप्ट गर्न सक्छौँ कि अमेरिका अब युरोप होइन, जापान, अस्ट्रेलिया, हामी त्यहाँ एडप्ट गरेर मान्छेहरू अहिले धेरै सक्सेसफुल छ नि विदेशमा। मेरै नेपालकै ग्रेजुएटहरू अहिले संसारभरिका विभिन्न विश्वविद्यालयहरूमा प्रोफेसर छ। अस्ति भर्खर म 1 महिना भयो जर्मन गएर आएको। त्यहाँ टिएस कोलन भन्ने युनिभर्सिटी छ। हाम्रै 20 वर्ष अगाडि आइओईमा ब्याचलर पढ्नु भएको रहेछ प्रोफेसर भण्डारी रामचन्द्र। उहाँ अहिले भाइस डिन होइन जर्मनीमा। मलाई बोलाइराख्नु भएको थियो, म जान नपाएको। अस्ति डिसेम्बरको लास्टमा गएँ कि
उहाँ अहिले त्यहाँ 20 वर्ष जर्मनी काम गरे, यस्तो पर्फेक्ट जर्मनहरूमा पनि पर्फेक्ट रिसर्चको डिन, त्यस्तो राम्रो काम गरिरहेको छ। मैले जापानमा गएँ, हाम्रो होम बहादुर रिजाल हुनुहुन्छ, उहाँ पनि आइवाईकै ग्रेजुएट, उहाँ पनि डिन। नेपालीहरू त बाहिर गएर पनि धेरै सक्सेसफुल छ नि, होइन? किनभने त्यहाँको सिस्टममा काम त गर्न सक्छ नि। हामी हाम्रो सिस्टममा चाहिँ हामी कहाँ हुँदाखेरि अल्छी गर्दो रहेछौँ क्या, समयमा गर्दैन रहेछौँ क्या, अलिकति पैसाको भ्यालु अलिकति आफ्नो देशमा चाहिँ बुझ्दैन जस्तो लाग्छ मलाई लागेको। त्यही कुरा हामीले विदेशमा जस्तै काम गऱ्यौँ देशमा पनि त्यसै गर्ने, देश धेरै विकास हुन्छ नि। सरले भनेको डाइनामिक छौँ हामी भन्ने तरिकाले बुझ्दा भयो। हामी डाइनामिक छौँ, हामी एडजस्टेबल छौँ, हामी जनसंसारको जुनै पनि सिस्टममा एडजस्ट गर्न सक्दो रहेछौँ नेपालीहरू। तर आफ्नो देशमा चाहिँ अलि अल्छी गर्छौँ जस्तो लाग्छ मलाई। अघि सरले हजुरले यही पूर्वाधारकै विकासहरूमा हाम्रो भनेको समयमा हुँदैन, बजेटमाथि बजेट थपिन्छ भनेर कुरा गर्छौँ नि। चाहे हामी कुनै पनि कुराहरूको बहसको एङ्गल बहसको कोण कुन बहसबाट भइरहेछ भनेर बुझ्दा पनि हाम्रो त्यहाँ यति पैसा थप्यो, सायद त्यहाँ त्यो भ्रष्टाचार हो कि भन्नेतिर कुरा हुन्छ। तर यो समय बितेको छ, राष्ट्रको यति महत्त्वपूर्ण समय बितेको छ, त्यो क्षतिपूर्ति कुनै पनि हालतमा पुर्तालो हुँदैन भन्नेतिर हाम्रो बहस हुँदैन कि अहिले पनि हाम्रो त्यो भ्रष्टाचार जन्यतिर मात्र जान्छ। समयको महत्त्व त अहिले हामीले जुन बुझिरहेकै छैनौँ नि। त्यसो चाहिँ धेरै छ, आयोजनाहरू धेरै जसो टाइमली कम्प्लिट नहुनु, कहिलेकाहीँ डिजाइनमै मिस्टेक हुन्छ क्या, कहिलेकाहीँ डिजाइन गरिसकेको राम्रो होला, कन्स्ट्रक्सनमै प्रब्लमहरू आउन सक्छन्। जापानमा पनि आउँछ, अमेरिकामा पनि। हामी चाहिँ त्यसको निर्क्युल गर्न जरोसम्म पुग्दैनौँ क्या, सुपरफिसियल कामहरू मात्रै गर्छौँ, त्यसले समस्या उत्पन्न भएको हो कि जस्तो लाग्छ। र नेपालमा अब भ्रष्टाचारको मुद्दा लगाइदिन्छ भनेर मान्छेहरू डराउँछन् क्या, अनि आयोजनाहरूका हाकिमहरू पनि डराएरै त्यो काम नगर्ने हो कि जस्तो प्रवृत्ति नेपालमा अहिले हालसालै देखिरहेछ अहिलेको अवस्था। सरसँग मैले अघि नै एउटा फरक प्रसङ्ग सोध्न मन लागेको थियो, गइसक्यो अलि अगाडि भयो। हजुरले चाहिँ एकचोटि म जापान गएपछि मात्र बल्ल मेरो पिएचडीको भ्यालु थाहा भयो भन्नुभयो नि। त्यो बेलामा अहिले हाम्रो युवा जमात कस्तो छ भने कुनै कुरामा रिग्रेट फिल गर्यो भने एकदमै रिग्रेट फिल गर्ने, त्यहाँबाटको पोजिटिभ नसोच्ने भनौँ है, यसरी भन्दा अत्युक्ति नहोला होइन। भनेपछि हजुरलाई त त्यो त एउटा ठुलो धक्का परेको थियो, धक्का लागेको थियो नि मनमा त होइन, यति ठुलो भ्यालुएबल चिज रहेछ जुन मैले यहाँ आएपछि बल्ल, अथवा यही कुरा मलाई पहिल्यै थाहा भयो कि अर्को एङ्गलबाट पनि झन् म रिसर्च दायरा फराकिलो गर्थेँ कि भन्ने। यो बेलामा हजुरलाई कहिलेकाहीँ आत्मविश्वास घटेको जस्तो, अथवा म भौगोलिक भुल त भइनँ, महाकवि देवकोटालाई मान्छे धेरैले भौगोलिक भुल भन्छन् नि साहित्यिक रूपमा भने जस्तै, त्यस्तै कहिलेकाहीँ चाहिँ हजुरको आत्मविश्वास घटेको जस्तो अथवा ग्लानी भए जस्तो होइन, अथवा यो भौगोलिक भुल पो हो कि म यति जन्मेको भए अथवा यति अपर्च्युनिटी पाएको भए यतिबाट धेरै गर्थेँ कि मेरो त यति ठुलो रिसर्च रहेछ भने जस्तै केही एउटा त्यो अलिकति सरलाई घटेको केही मनमा त्यस्तो लाग्यो? भौगोलिक रूपमा मलाई त्यस्तो कहिले पनि हुँदैन, हुँदा पनि हुँदैन, हुने पनि छैन जस्तो लाग्छ। म चाहिँ अहिले जुन सक्सेसफुल भएँ त्यो चाहिँ के भन्दाखेरि सक्सेस भन्ने कुरा एकैचोटि आउनु त होइन, मिहिनेत गर्दै आउने कुरा हो। अहिले म यसो कम्पेयर गर्छु कि मैले सोभियत युनियनमा सबै साथीभाइहरू छन्, अस्ति जर्मनीमा गएर पनि भेटघाट भयो क्या। अहिले मेरो क्लासमेटहरूले मलाई नै हिरोको रूपमा मान्छ क्या, किनभने म संसारको धेरै युनिभर्सिटीहरू पुगिसकेको छु। इन्डियाको आइआइटी दिल्ली, रुड्कीदेखि बम्बेदेखि सबै टप आइआइटिसमा एमओयूहरू गर्न साइन गर्न। जर्मनीमा पनि अस्ति 2टा युनिभर्सिटीमा पुगेँ, त्यसमा इटालीमा पुगेँ, जापानमा, संसारका टप युनिभर्सिटीहरू पनि घुमिसकेँ। किनभने हामी जस्तो डिनले चाहिँ घुम्नु पनि पर्छ, अपडेट हुनुपर्छ। हामी चाहिँ पोलिसी लेभलमा काम गर्ने, आफ्नो देशको चाहिँ इन्स्टिट्युटलाई कसरी अगाडि बढाउने, संसार कहाँ पुग्यो, कता पुग्यो, हामी कहाँ छौँ, हामीले कसरी लैजानुपर्छ। हाम्रा पनि अब प्रब्लमहरू त धेरै छन् नि। तर के लाग्छ भने नि अहिले मलाई चाहिँ आफ्नो क्लासमेटहरूसँग यसो कम्पेयर गर्दाखेरि मलाई नै अब उनीहरूले फेसबुकमा पनि देख्छन् प्रोग्रामहरू भइरहन्छ अगाडि बढेको भएपछि। सोभियत युनियनमा पढेको साथीहरू अमेरिकामा बस्छन्, तर उसले आर्किटेक्ट भएर काम गरिरहेको छैन। मेरै साथी अब अहिले अस्ति भेटघाट भयो, ऊ एउटा कन्स्ट्रक्सन कम्पनीमा काम गर्छ, नट एज ए आर्किटेक्ट। अरू साथीहरूले पनि त्यही प्रोफेसनमा काम गरिरहेको छैन, विभिन्न प्रोफेसनमा काम गरिरहेको छ। म त आफ्नै प्रोफेसनमा काम गरेर अगाडि बढिरहेको छु। र सक्सेस भन्ने कुरा भौगोलिक रूपलाई पनि हुने रहन्छ। उनीहरू त अब सोभियत युनियन म त्यतिखेर पढ्दाखेरि त संसारको एकदम डेभलप कन्ट्रीमा बस्या, फिजिकली डेभलपमेन्ट धेरै छ,
त्यतिखेर नेपालको डेभलपमेन्ट उनीहरूको कम्पेयरमा धेरै कम छ नि, तर उनीहरूलाई हामीले जित्यौँ नि। भौगोलिक रूपमा मलाई त्यो कुनै पनि त्यसमा चाहिँ पश्चाताप किन छैन भने हाम्रो देश जस्तो अब हिन्दुइजम बुद्धिज्मको अगाडिदेखि नै डेभलप भएको, हामी जस्तो चाहिँ रिलिजियस, हामी जस्तो कल्चरल मान्छेहरू संसारमा कमै हुन्छ जस्तो लाग्छ क्या। यस्तो अपर्च्युनिटी भएको देशमा चाहिँ हामी जन्मिएको जस्तो लाग्छ। अब हिमाल पहाड तराई, नेपालमा त धेरै किसिमको क्लाइमेट होइन विविधतामा छ क्या। त्यो भनेको मलाई लाग्छ अपर्च्युनिटी जस्तो लाग्छ क्या। अब 2 घन्टाको तराईको गर्मी ठाउँ पुग्छौँ, 2 घन्टा 4-3 घन्टा माथि अनि हिमाल पुग्छौँ। नेपालमा अब स्याउ फल्छ, केरा फल्छ। सोभियत युनियनमा बसेँ मैले 7 वर्ष बसेँ, केरा भन्ने चिज देखिनँ, त्यो आम देखिनँ। उनीहरूका त एउटै किसिमको क्लाइमेट भयो नि त, त्यहाँ स्याउ मात्र पाइन्थ्यो। भन्दाखेरि यो के भने अपर्च्युनिटी भने हेर्ने दृष्टिकोणमा फरक पर्छ कि। त्यही भएर मलाई चाहिँ भौगोलिकतिरको त्यस्तो केही लाग्दैन। मलाई अमेरिकामा अहिले पिआर दिन्छ भने म जान्न, अहिले भनिदिन्छु। घुम्न बोलाएर जान्छु, युनिभर्सिटी बोलाएर जान्छु, जापानमा बोलाएर जान्छु, तर तिमीलाई पिआर दिन्छु भने म जान्न। सरले अघि यो जुन के अरे भौगोलिकको कुरा गर्दै गर्दा यो भौगोलिकको कुरा चाहिँ हजुरको मान्छेलाई प्रायश्चित फिल नहुने भनेको नसा के को छ भन्ने हो नि त होइन। जस्तो उता गएर पनि कोही मान्छे त्यो प्रोफेसनमा लागेनन्। हजुरलाई आर्किटेक्टतिरको नसा थियो र आफ्नो प्रोफेसनको नसा थियो र अहिले पनि इभन हजुरले छोडिराख्नु भएको छैन भने नसाले नै त्यो आफ्नो एउटा नसा के प्रति छ त्यसैले नै सबै कुरा प्रमाणित गर्ने रहेछ। यस्तो रहेछ, जापानिज प्रोफेसर कहाँ जापानमा पुग्दाखेरि भनेको थिएँ मलाई पिएचडी गर्दाखेरि, तिमी पिएचडी नोबेल प्राइज पाउनलाई गरेको होइन, जुन सर्कमफेरेन्स हुन्छ, जुन अपर्च्युनिटी हो त्यहीँ बसेर इन्जोय गर्ने हो क्या। हामीसँग जे छ, अब मैले धेरै कुरा खोजेर पनि हुँदैन, मेरो अपर्च्युनिटी कहाँसम्म छ, मसँग फेसिलिटिजहरू के छन्, त्यसमा इन्जोय गर्ने हो क्या हामीले। त्यही भएकोले चाहिँ धेरै एक्सपेक्टेसन पनि गर्नु हुँदैन। म अहिले डिन छु, म 3 वर्ष अझै डिन हुन्छु। मलाई अहिले चाहिँ सबभन्दा ठुलो कुरो म डिनसिप मेरो कसरी चाहिँ सक्सेसफुल्ली बिताउने हो, आइओईलाई चाहिँ कसरी अगाडि बढाउने हो, मलाई अहिले 2-4 दिन एकदम सेटिस्फ्याक्सन भइरहेछ। म डिन हुनु साथै मैले प्रपोजल दिएर डिन बनेको होइन यसपालि, गत वर्ष 1 वर्ष अगाडि। र मैले चाहिँ त्यहाँ भन्दाखेरि र सुरुको दिनदेखि भनिरहेको थिएँ कि आइओईका धेरैजसो टिचरहरूलाई प्रोफेसर एसोसिएटलाई प्रोफेसर बनाउँछु, लेक्चररलाई चाहिँ एसोसिएट प्रोफेसर बनाउँछु, अस्थायी भएको स्थायी बनाउँछु भनेको त्यो काम चाहिँ अहिले मैले सक्सेसफुल्ली गरेँ। हिजो मात्र 3 जना सिभिल इन्जिनियरिङका प्रोफेसर भए आइओईमा, त्योभन्दा अगाडि मेकानिकल इन्जिनियरिङका प्रोफेसर भए। मैले गत वर्ष ठ्याक्क डिन भएको केही समयपछि 105वटा सिटहरू खोलेँ क्या आइओईमा। अहिले रिसर्च ह्युमन रिसर्चको चाहिँ स्क्यारसिटी छ। 105वटा 12जनालाई प्रोफेसर बनाउने, 25जनालाई एसोसिएट प्रोफेसर बनाउने, बाँकी 69जना लेक्चरर बनाउँछु भनेर मैले त्यो खोली पनि सकेँ। अहिले 12जना मध्ये चाहिँ 4जना प्रोफेसर भइसकेका छन् र अरू हुने क्रममा छन्। लेक्चररको थाईको पनि जाँच भए। अनि यो 105जना चाहिँ प्रोफेसर एसोसिएट र लेक्चर भयो भने हाम्रो आइओईलाई चाहिने रिसोर्स पर्सनहरू म्यान पावर धेरै नै हुन्छ क्या। त्यो भएकोले मलाई त्यो कुरामा सेटिस्फ्याक्सन छ। हजुरले त्यो मान्छे उहाँ अहिले त्यहाँ हुनुभएको ह्युमन रिसोर्सको चाहिँ हजुरले पद वृद्धि सँगसँगै एउटा समायोजन तरिकाले हजुर प्रमोसनहरू पनि भए। प्रमोसन भएपछि मान्छेहरू मोटिभेसन हुन्छन्। अब कन्ट्र्याक्टमा भएको टिचरहरू थाहै हुन्छन्, त्यो पनि मोटिभेसन हुन्छन्। त्यसले चाहिँ क्वालिटी एजुकेसनमा धेरै फरक पर्छ। पहिला यहाँभन्दा पहिला अलिकति चाहिँ यो ह्युमन रिसोर्स कमी छ भन्ने तरिकाको ह्युमन रिसोर्स कमी होइन कि रिटायरमेन्ट बढ्यो क्या। हाम्रो नयाँ रिक्रुट गर्ने भन्दा पनि प्रोफेसरहरू रिटायरमेन्ट धेरै बढ्यो। अनि जुन रिटायरमेन्ट अनुसार नयाँ नयाँ प्रोफेसर आएन। अब अरू चाहिँ टिचरहरू पनि थाई टिचरहरू कम हुँदै गयो, प्रमोसन हुने क्रम अलिकति स्लो भयो। अनि नयाँ रिक्रुट हामीले चाहिँ थाई गर्दै लानुपर्ने थियो नि, त्यो पनि भएन। हाम्रो चाहिँ दरबन्दी भन्छौँ कि 700वटा छ आइओईभित्र, 5वटा क्याम्पस कलेजमा 700वटा टिचर भए पनि थाई चाहिँ 50% मात्र भयो। 350 मात्र म्याक्सिमम् थाई टिचर छ। त्यसले चाहिँ इन्स्टिट्युट अफ इन्जिनियरिङलाई यो पैसा छ नि, अब अस्थायी हामीले आफ्नै साधन स्रोतबाट लिनु परेपछि हाम्रो पैसाहरू खर्च भयो क्या, त्यसमा लगानी भयो। अनि तिनीहरू अस्थायी हुँदाखेरि मान्छेलाई कस्तो हुन्छ भने थाहै नभएसम्म मोटिभेसन हुँदैन। त्यही भएर त्यो कुरा ह्युमन रिसोर्सको कुरा चाहिँ नेपालमा
हाम्रो मात्र होइन सबै ठाउँमा चाहिँ प्रब्लम छ अहिले। नेपालमा जागिर पाइँदैन भन्छ, तर एक्सपर्टहरू हाई प्रोफाइलको मान्छेहरू पाउनु गाह्रो छ। हुन्छ, यो बारेमा हामी अर्को खण्डमा कुरा गर्छौँ। सरसँग मैले दुईवटा प्रसङ्ग जोडेर मैले यो खण्ड चाहिँ बिट मार्न खोजेँ। एउटा मैले हिजै हजुर अब हजुरसँग आज छ भनेपछि मैले त एउटा पूर्व तयारी त गर्नु पऱ्यो। हजुर। अनि हिजै एकजना हाम्रो निर्माण व्यवसायी सङ्घको सरसँग मेरो भेट भएको थियो। अनि उहाँसँग मेरो कुरा हुँदाखेरि इन्जिनियरिङ हिसाबले इन्जिनियरिङ प्रगति गर्ने तरिकाले नेपाल र हाइड्रो पावरको हिसाबले धेरै सम्भावना भएको देश हो। यहाँ हाइड्रो पावरको हिसाबमा त यति छोटो नेपालको एरियामा यति टप लेभलदेखि लो लेभलसम्मको इलिभेसन हेड हुनु भनेको त यो हाइड्रो पावरको लागि धेरै नै राम्रो हो। यो विश्वमा एकदमै कम छ अथवा छैन, रेयर नै छ भन्दा पनि हुन्छ भन्नुभएको थियो। सँगसँगै चाहिँ यहाँ हिमाल पहाड तराईको जुन स्ट्रक्चर छ नि, ल्यान्डस्केपहरू, यसले गर्दा नेपालमा चाहिँ एकदमै सजिलो छ भन्ने तरिकाले भन्नुभएको थियो। त्यो बारेमा सरको एकदमै समष्टिगत छोटो रूपमा के कतिको छ कस्तो छ भन्ने तरिकाले बुझ्नु खोजेको होइन। संसारमा हाइड्रो पावरको पोटेन्सियल त ब्राजिलपछि सेकेन्ड भनिन्छ हाम्रो स्ट्याटिस्टिक्स डेटालाई। त्यो डेटा अनुसार हामीले त्यति प्रगति गर्न सकेका छैन हाइड्रो पावरमा। अब कुनै बेलामा हामी लोड सेडिङमा 16 घन्टा 18 घन्टा पनि बिताएको थियौँ। अहिले चाहिँ नेपालको हाइड्रो पावर धेरै जो हाम्रो हाइड्रो पावरहरू पनि के भन्दाखेरि तपाईँले भर्खर भन्नुभएदेखि हाई रन वे एकदम फास्ट भेलोसिटीले गर्दाखेरि हाम्रो हाइड्रो पावरको क्यापेसिटी बढेको हो। त्यो पनि हाम्रो हाइड्रो पावरको क्यापेसिटी कहिले बढ्छ भन्दाखेरि मनसुन सिजनमा, पानी पर्ने सिजनमा बस्छ, ड्राई सिजनमा कम हुन्छ नि। हाम्रो हाइड्रो पावरको उत्पादन हेऱ्यो भने अब 1200 कति मेगावाट छ होइन। त्यो चाहिँ तपाईँको वर्षभरि नै होइन नि। त्यही भएर अहिले फरक छ। अहिले ड्राई सिजनमा इन्डियाबाट हामीले इलेक्ट्रिसिटीहरू किनिरहेछ भने अनि रेनी सिजनमा हामीले एक्सपोर्ट गर्छौँ। त्यो अनब्यालेन्स छ क्या नेपालमा। यो चाहिँ सिजनले गर्दाखेरि अहिले नेपालको पोटेन्सियल अनुसार हामीले डेभलप चाहिँ गर्न सकेका छैनौँ। अहिले धेरै चाहिँ हाइड्रो पावरहरू डेभलप भइरहेछ। अब यो चाहिँ सिजन अनुसार चाहिँ हुने भयो क्या। हाइड्रो पावरको त्यो चाहिँ डिस्ट्रिब्युसन भोलिपछि गाह्रो होला भन्ने छ, इन्डियालाई बेच्नुपर्ने भन्ने छ। अलिकति डिटेलमा सरकारले यसलाई भविष्यमा अब धेरै हाइड्रो पावर भयो भने त नेपालमा मात्र खपत त हुँदैन। त्यसलाई सोचेर चाहिँ जानुपर्ने जस्तो लाग्छ, सोचेको पनि जस्तो छ प्लान चाहिँ। इम्प्लिमेन्टेसनमा चाहिँ अलिक प्रब्लम हुन्छ कि जस्तो लागिरहेछ मलाई। यो उहाँसँगको कुरा मैले यहाँ प्रसङ्ग बस, तर मेरो विषयभन्दा अलिकति बाहिरको कुरा भयो। मैले धेरै कुरा यसमा डिटेलमा भन्न चाहिँ सक्दिनँ। होइन मैले एउटा सोध्नमा सम्भावनाको कुरा त त्यो कमन हुन सक्ला कि भन्ने तरिकाले मात्र। अब मैले यो शैक्षिकतिरको कुरामा मैले बिट मार्न खोज्दाखेरि जुन पहिलो हाम्रो खण्डको बिट मार्न खोज्दा, हुन त बिचमा अरू टपिकहरू अरू संवादहरू गइसक्यो। अहिले फर्केर हेर्दा अथवा अहिलेको जुन हजुरको पहिलाको तुलनामा फर्केर हेर्दा अहिले भन्दाखेरि फेरि सङ्गत गरिरहेका विद्यार्थीलाई धेरै हामीले मेन्टरदेखि लिएर फेरि पढ्न मन लाग्छदेखि लिएर अनेक कुरा त हामीले गरि नै सक्यौँ। गर्नै पर्ने 3वटा कुरा हुन्छ नि केही गर्छु भन्नको लागि। विद्यार्थीहरू चाहिँ के छ भन्दाखेरि नलेज चाहिँ धेरै छ, किनभने उनीहरूले किताबी नलेजमा त लिँदैन आज विद्यार्थी। अहिले अब स्मार्ट सिस्टमबाट होइन, मोबाइलबाट नि सबै कुरा थाहा पाउनु पाइन्छ नि। धेरै कुरा अब मेरै छोराछोरीलाई धेरै कुरा चाहिँ ज्ञानहरू, जेनरल नलेजहरू, अहिलेको हट टपिकका कुराहरू सबै थाहा हुँदो रहेछ घरमा। पहिला हाम्रो जमानामा हुँदैन थियो क्या। हामीलाई धेरै कुरा ज्ञाप हुन्थ्यो हो र भनेर। अब हेर्ने पनि टिभी रेडियो पनि मात्र सुन्ने हुन्थ्यो नि त। अहिले चाहिँ भनौँ न पत्रकारिताले गर्दाखेरि यो टेक्नोलोजीले गर्दाखेरि धेरै अपर्च्युनिटी चाहिँ छ। अहिलेको विद्यार्थीमा चाहिँ हार्ड वर्किङ अलिकति कमी छ जस्तो लाग्छ क्या। हामी चाहिँ लेखेरै पढ्थ्यौँ, ड्रइङै गर्थ्यौँ। आजभोलि मोबाइलको जमाना भएकोले अहिलेको रिजल्ट छिटो चाहिने कि जे कुरामा भने फास्ट। अहिले जन्मेकै फास्ट जस्तो लाग्छ मोबाइल जेनेरेसन होइन, जन्मेकै फास्ट एकदम फास्ट। जेनजी पछि त झनै होइन, उनीहरूको जुन जेनजी पिरियड भयो नि फास्ट फरवर्ड हुनुपर्ने। अनि कतिपय अहिलेको यङहरू चाँडै माथि पुग्नुपर्ने जस्तो लाग्छ क्या।
माथि पुग्नुपर्छ, तर माथि पुग्नलाई मेहनत र ग्राउन्ड पनि चाहिन्छ। जरा चाहियो, जरा बलियो भयो भने बल्ल हाइट बढ्ने हो। अब जरा बलियो हुँदैन, एकैचोटि माथि पुग्छ भने त्यो भने लड्छ क्या, तासको पत्ता ढले जस्तो ढले जस्तो। त्यही भएको भने मेहनत पनि गर्नुपर्छ। अहिलेको जेनेरेसनले पनि गरिरहेको पनि छ। धेरै हामीभन्दा मेहनती विद्यार्थी पनि मैले देखाएको छु कि, एकदम लेबरिस विद्यार्थी पनि देख्छु। अहिलेको हामीले गरेको जति लेबर अहिलेको विद्यार्थीले गरेर धेरै माथि पुग्छ कि। अघि भने अपर्च्युनिटी धेरै छ। संसारै ग्लोबल भिलेज भएकोले अहिलेको विद्यार्थीले अक्सफोर्डमा पढ्छु भन्यो भने त्यो फुलफिल गर्न सक्छ, हार्वर्डमा पढ्छु भन्यो भने फुलफिल गर्न सक्छ। म अमेरिकाको यो चाहिँ गुगलमा गएर जब गर्छु भन्यो भने नेपालीहरूले जब गरिरहेको छन् होइन। एमाजोनमा गएर चाहिँ जब गर्छु भन्यो भने पाउँछ। हाम्रो जमानामा त्यो थिएन नि, अपर्च्युनिटी हामीले कल्पनै गर्न सक्दैन थियौँ। अहिले चाहिँ के छ भन्दा ग्लोबल भिलेज भएकोले संसारको टप आइटी कम्पनीमा काम गर्छु भनेर आयो नेपालको एकजना इन्जिनियर कल्पना गऱ्यो भने त्यो कल्पना परिपूर्ति गर्न बाटोहरू खुल्ला छ। पहिले त झन् अझ हजुरको विदेशै जानु पर्थ्यो जब गर्न भन्ने थियो भने अहिले त झन् हजुरको यही फ्रिल्यान्सिङ पनि नेपालमै बसेर पनि गर्न सकिन्छ। नेपालमै बसेर अमेरिकाको, जापानको, अस्ट्रेलियाको कामहरू बसी गरे। एउटा तपाईँलाई म एउटा विद्यार्थीको कुरा सुनाउँछु। एउटा आइटीको हाम्रो आइओएको विद्यार्थी होइन, मलाई अस्ति भेट्न आयो। उसले के भन्यो भने म पढ्दादेखि नै सुरुदेखि फर्स्ट इयर सेकेन्डदेखि काम गर्न थालेँ, काम गर्ने पैसा पनि कमाएँ अरे एउटा विद्यार्थी मलाई। अनि पढ्नमा ठिक्क पढ्न नसक्ने होइन, पढ्न सक्ने विद्यार्थी एउटा अहिले म्याथ हो के विषय फेल भएछ, अहिलेसम्म फेल भइरहेको छ। पास भएको 4 वर्ष भइसक्यो। उहिले अहिले कति पैसा कमाउँछु भन्दाखेरि 6000 युरो पर मन्थ कमाउँछु अरे, जबकि उसको डिग्री छैन, पास भएको छैन। त्यो विद्यार्थी कुरा मलाई एकदम गत लाग्यो क्या। मेरो गाडी हेर्नु सर, म एसयुभी चढ्छु, मेरो गाडी अहिले देखाउँछु सर, तर मलाई के हुन्छ सपनामा पनि तर्साउँछ मलाई, डिग्री छैन। म अहिले 6000 युरो भनेपछि त करिब करिब मैले ट्याक्स बाहेक 8-10 लाख कमाउँछु पर मन्थ। पैसाले त सम्पन्न छ नि, उसले आफ्नो कम्पनीमा कतिजना त जब दिएको छ, तर मलाई अहिले सपनामा पनि बिसाउँछ मेरो डिग्री छैन, म एक विषयमा अहिले पनि फेल छु, त्यो विषयको जाँच हुन्छ कि हुँदैन भन्ने मलाई सोध्न आएको। म त्यो विद्यालय समय दिएँ क्या होइन। अनि भने तिमी त सक्सेसफुल हो नि, तिमी एक किसिमले चाहिँ तिमीसँग डिग्री नभए भने तिमीले कम्पनी खोलेर धेरै मान्छेलाई जब दिइरहेको रहेछौ, सक्सेसफुल त त्यो पनि हो नि एउटा। डिग्री पाएनौ त तिम्रो कारणले पाएन, पढ्न नसक्ने होइन। मैले अलिक नेग्लिजेन्स चाहिँ गरे हो, त्यही फर्स्ट इयर सेकेन्ड इयरमै काम गर्न थालेँ। त्यतिखेर म 50-60 हजार 1 लाख कमाउँथेँ। अब कमाउनेतिर पैसा अब प्रोफेसनलतिर गयो भने भन्दै थियो कि एकदम घत लाग्यो। नेपालमा बसेर 6000 युरो पर मन्थ कमाउने, धेरैजनालाई जब दिने, तर पास भएको छैन होइन। अनि अर्को एउटा अस्ति एउटा प्यारेन्ट्स आयो क्या, यो त एउटा मोटिभेसनल स्पिकर जस्तै हुनुभयो नि उहाँको। मैले त तिमी किन त्यसो पश्चाताप गर्छौ, तिम्रो जहाँ त लिइदिन्छु, हामी गोल्डन चान्स भनेर दिन्छौँ। गोल्डन चान्स 4 वर्षको एकपटक दिन्छौँ, उसलाई त्यो थाहा रहन्छ। प्रिपेयर गर, म जसरी पास गर्छु नि मेरो आँट छ, म अहिले व्यस्त भएँ, म गोल्डन चान्समा पास गर्छु सर भन्यो। अर्को वर्षतिर गोल्डन चान्स हुन्छ भनेर मैले भने 4 वर्षको एकपटक हुन्छ। अर्को एउटा प्यारेन्ट्स आयो कि आमा चाहिँ, उसले के भने मेरो छोरोले महिनाको 4 लाख कमाउँछ, म चाहिँ नेपाल सरकारको जागिरे हुलाकमा म महिनाको 50,000 कमाउँछु, मेरो छोरो 4 लाख कमाउँछ, म पास गर्दिनँ भन्यो अरे। उसले कोर्स पुरा गरे 4 वर्षको, जहाँ चाहिँ उसको 4-5वटा विषय फेल रहेछ। आमा चाहिँ के भन्दो रहेछ भने सर्टिफिकेट चाहिन्छ जिन्दगीमा, 4-5वटा विषय ब्याक दिएर पास गर न, सर्टिफिकेट एउटा त चाहियो नि भन्छ अरे। उसले के भन्छ सर्टिफिकेट पनि चाहियो, मैले काम जानेको छु, मैले यत्रो मान्छेलाई पालेको छु, म महिनाको 4 लाख रुपियाँ कमाउँछु भनेर नेपालमै। त्यसरी चाहिँ अहिले विद्यार्थीहरूको सोचहरू धेरै फरक छ। स्वावलम्बन बन्न खोजे, स्वावलम्बन अब कसैले सर्टिफिकेट भन्दा पनि म काम गरिरहेको छु, मैले कमाइरहेको छु, 4 लाख रुपियाँ पर मन्थ कमाउने भने ठुलो राम्रो हो नि। नेपालमै आइटी एरियामा गरिरहेको छु, तर मलाई सर्टिफिकेट चाहिँदैन भन्ने विद्यार्थीहरू पनि रहेछ। आमा चाहिँले चाहिँ मलाई पर्टिकुलर सरले सम्झाइदिनु पऱ्यो भन्ने भन्न आएको। अहिलेको कन्डिसनहरू धेरै फरक छ क्या। नेपालमा पनि बसेर राम्रो जब, राम्रो इन्कम, राम्रो इम्प्लोइमेन्ट अपर्च्युनिटीहरू गरिरहेको छ। अहिले एकजना हाम्रो ग्रेजुएट रहेछ, अस्ति आइओईको विद्यार्थीले इनर्जी ह्याकाथन गरे।
लोकस भन्ने हाम्रो विद्यार्थीहरूको ग्रुपले, इलेक्ट्रिकल मेकानिकल विद्यार्थीहरूले, त्यो एउटा कम्पनी रहेछ नेपाल हाम्रो आइवाईको ग्रेजुएट अमेरिकामा एआई के भन्ने कम्पनी, मैले 100जना इन्जिनियरलाई त नेपालमा जागिर दिएको छ। त्यसरी अमेरिकन कम्पनी नेपालमा पनि छ, 100जना नेपाली इलेक्ट्रिकल इन्जिनियर जब दिइरहेछ अरे। अनि त्यहाँको प्रोफेसरले भन्यो, मलाई पनि थाहा थिएन। भनेको अहिले चाहिँ नेपालीहरू नै अमेरिकामा बसेर कम्पनी खोल्ने, त्यसको ब्रान्च यहाँ खोल्ने, आर्किटेक्ट पनि छन्, मैले चिनेको पनि छु। अमेरिकामा राम्रो आर्किटेक्ट कन्सल्टेन्सी छ, नेपालमा उसको ब्रान्च छ। नेपालमा पनि उसले धेरैलाई जब दिएको छ, अमेरिकाको काम नेपालमा बसेर गर्छ। यस्तो चाहिँ अहिले ग्लोबल भिलेज भनियो नि, त्यसबाट यही इम्प्लोइमेन्ट अपर्च्युनिटी धेरै छन्, तर वे चाहिँ काम जब कुराहरू फरक छ। सरसँग मैले दुईवटा प्रसङ्गबाट मैले यही कुरालाई नै लम्ब्याउन खोजेँ। सरको यो जुन अहिले हजुरले यो विद्यार्थीहरूलाई इन्सपिरेसन हुने तरिकाले, प्रेरणा जाने तरिकाले जसरी अहिले हजुरले भनिराख्नु भएको छ, म यो कुरालाई नै एकदम विस्तृत रूपमा अलिकति अझै हामी यसमा कुरा गर्न हजुरलाई आफ्ना अनुभवहरू सुनेका, देखेका, भोगै त हजुरको पक्कै भएन, जीवनमा भोगेको त्यो भएन, किन हजुर त्यो फेजबाट गुज्रिनु परेन, पढाइमा दिग्गज। यो बारेमा अलिकति हामी सुन्नेहरूको लागि राम्रो हुन्छ। उहाँहरूको यहाँबाट केही कुरा सिकेर उहाँहरूले प्रेरणा लिनुभयो भने त्यो नै ठुलो लागि हुन्छ भन्ने तरिकाले मैले सरसँग यो लम्ब्याउन खोजेँ। त्योभन्दा अगाडि मैले एउटा जोड्न खोजेको, एउटा जमात यस्तो छ जोसँग हजुरको नेम छ, फेम छ, उसले एउटा केही गरिरहेको छ, तर उसँग डिग्री छैन। ऊ के सोच्छ, ऊ डिग्री नभएर ऊ ह्युमिलेट फिल गरिरहेछ एकातिर, र अर्कोतिर फेरि के जमात हामीले ठ्याक्क बिर्सिनु हुँदैन भन्दाखेरि जोसँग डिग्री छ, डिन लिस्टको डिग्री छ होइन, तर ऊ फेरि के छ भने कमाइको हिसाबले म इन्जिनियर भन्नै गाह्रो हो होइन भन्ने तरिकाको यो आखिर दुइटै पिल्सिएको छ नि भनिसकेपछि मैले अहिले यहाँ हजुरलाई जोड्न खोजेको, कसैको पनि हातमा दुईटा लड्डु हुँदो रहेछ, यो कुरा अकाट्य ध्रुव सत्य कुरा रहेछ भनेपछि आफूसँग जे छ त्यसैबाट अगाडि बढ्ने त रहेछ। एकदम ठिक हो। अघि हजुरले भन्नुभयो जुन 7-8 लाख रुपियाँ कमाएर होइन, अनि त्यसपछि तर उहाँको म्याथको मात्र हेर्नुहोस् त, कतिजना हजुरको त्यही म्याथकै लागि फेरि 4 वर्ष लस गरेर 8 वर्ष कटेर अनि त्यसपछि उहाँ डिप्रेसनमा गएको पनि छ नि। डिप्रेसनमा गएको भने उसले मलाई सँगै अर्को फेरि इन्जिनियरिङ डिन लिस्टमा परेर कमाउन नसकेर पनि डिप्रेसनमा गएको छ भने यो दुईटा कुरालाई हजुरले अब यो छुट्टा छुट्टै तराजुमा राखेर चाहिँ हजुरले भन्नु पर्यो। अब यस्तो छ, नेपालमा के छ भने अब इन्जिनियरिङमा पनि विषय हेरिकन यस्तो भएको जस्तो लाग्छ के नेपालमा अहिले कम्प्युटर, इलेक्ट्रोनिक्स, एआई सम्बन्धी विद्या छन् नि, अपर्च्युनिटी चाहिँ धेरै भएको चाहिँ नेपालमै छ। अब कतिपय यो सिभिल इन्जिनियरिङ विषयमा नेपालमा इन्जिनियरिङ इन्स्टिट्युटहरूको धेरै विद्यार्थीहरू छन् कि सिभिल इन्जिनियरिङ इन्फ्रास्ट्रक्चरसँग रिलेटेड भयो, त्यो ठाउँमा चाहिँ अब विद्यार्थीहरू जो जब गर्न जान्छ स्यालेरी लो भएको पनि छ। अब राम्रो एक्सपिरियन्स भइसकेपछि त सिभिल इन्जिनियरिङमा पनि धेरै राम्रो चाहिँ इन्कम हुन्छ। अब स्ट्रक्चर इन्जिनियर भयो भने, जियोटेक इन्जिनियर भयो भने, यो चाहिँ तपाईँको अर्थक्वेक इन्जिनियर भयो भने होइन, एक्सपर्ट भइसकेपछि त राम्रो इन्कम नेपालमै छ। तर जो चाहिँ भर्खर बिई मात्र सिभिल इन्जिनियर पास गर्यो, अब सिभिल इन्जिनियरहरू धेरै हुन्छ नेपालमा। अब करिब 55वटा चाहिँ त इन्जिनियरिङ क्याम्पस कलेज भइसक्यो नेपाल इन्जिनियरिङ काउन्सिलको डेटा अनुसार। भनेको टियुदेखि अरू सबैतिरको, टियु बाहेक अरू पनि हाम्रो बाहेक हाम्रै 15वटा क्याम्पस कलेजहरू छ आइओईको अन्तर्गतै। धेरै क्याम्पस कलेजहरू धेरै खुले, विद्यार्थी पनि धेरै भए, अनि धेरैले सिभिल इन्जिनियर नै विषय राखेको छ क्या। सिभिल इन्जिनियरिङको मैले देखेको विषयमा भर्खर बिई पास गर्नेहरूको जब मार्केट पनि नभएन काठमाडौँ भ्याली बाहिर होइन। अब इन्फ्रास्ट्रक्चरमा, रोडमा, हाइड्रो पावरमा होइन, बिल्डिङमा, टाउन प्लानिङमा यिनीहरूको अपर्च्युनिटी भयो। अनि मार्केटमा धेरै भएपछि त जब कम भएपछि स्यालेरी कम हुने भयो नि त। सुरुमा थोरै स्यालेरीमा काम गर्नुपर्ने के, त्यसले गर्दाखेरि अलिकति उनीहरूलाई चाहिँ इम्प्याक्ट नेगेटिभ परेको छ जस्तो लाग्छ। तर जब 1-2 वर्ष काम गर्छ उनीहरू जब आफ्नो सिभी बायोडाटा बनाउँछ त्यसपछि राम्रै इन्कम गर्छ जस्तो मलाई लाग्छ। राम्रै छ नेपालमा पनि।
त्यसले गर्दाखेरि एक थरी फ्रस्ट्रेट भएर किन इन्जिनियरिङ पढ्ने, स्यालेरी यति भन्नेहरू पनि छ। अहिले इन्ट्रान्समै हुने बेलामा सोसियल मिडियामा देख्छु इन्जिनियर नपढ भन्नेहरू पनि छ। अरू कुरा धेरै युनिभर्सिटी र धेरै क्याम्पस कलेज भएकोले क्वालिटी कन्ट्रोल अलिकति भएको छैन जस्तो लाग्छ। गुणस्तरमा अब एजुकेसनमा पनि अब हामी आइओईमा पनि 15वटा क्याम्पस कलेज छन्। सबैले पुल्चोक क्याम्पस रोज्न खोज्छ 1 नम्बरमा होइन। त्यसपछि पुल्चोक क्याम्पस पाएन भने सकेसम्म आङ्गे क्याम्पस, त्यसपछि एफिलिएटेड कलेजमा पनि जान्छन्। एफिलिएटेड कलेजमा पनि उनीहरूले एउटा कलेजलाई बढी रोज्छन्, अर्को कलेजलाई कम रोज्छन्। त्यस्तो चाहिँ उनीहरूले नै आफैले मापन गर्छ है। विद्यार्थीले पनि इन्फ्रास्ट्रक्चर हेर्छन्, फी स्ट्रक्चर हेर्छन्, टिचर्सहरू हेर्छन्। त्यसले गर्दाखेरि के छ भन्दाखेरि सरकारले पनि अलिकति क्वालिटी कन्ट्रोलमा चाहिँ विशेष ध्यान दिनुपर्छ। जसले गर्दाखेरि अब इन्जिनियरिङमा क्वालिटीलेस इन्जिनियर प्रोडक्सन त गर्नु भएन नि होइन। त्यही भएर नेपाल सरकारलाई पनि, शिक्षा मन्त्रालय पनि अब आइओईमा इन्ट्रान्स दिन नसक्ने विद्यार्थीहरू इन्डियामा अथवा अरू ठाउँमा गएर पढ्छन् क्या, त्यो कन्ट्रोल हुनुपर्छ। अब यसले फ्रस्ट्रेसन क्रिएटहरू अहिले विद्यार्थीहरूमा भइरहेको छ। इन्जिनियर भयो, कुनै एउटा कलेजमा पढ्यो, अनि जब पाएन, जब पाए पनि लो स्केलमा काम गर्नु पऱ्यो। त्यस्तो एउटा जमात पनि तपाईँले भने जस्तो तयार छन्। अर्को छ फेरि जुनसुकै कलेजमा पढे पनि इन्डिभिजुअल ट्यालेन्ट भन्ने पनि हुन्छ। अहिले अपर्च्युनिटी खोजिरहेको हुन्छ। अब उसले चाहिँ अपर्च्युनिटी पाउँछ। नेपालमा बसेर पनि एकदमै राम्रो इन्कम गरिरहेको छ। त्यो चाहिँ स्पेसली कम्प्युटर, आइटी, इलेक्ट्रोनिक्सतिरको छन् क्या। उनीहरूको चाहिँ राम्रो भइरहेछ। जब गर्न 1-1.5 लाख स्यालेरी भनेको केही पनि होइन सुरुमै फ्रेस इन्जिनियरहरूले। त्यसले गर्दाखेरि यो त्यो चाहिँ विषय हेरिकन त्यो परिरहेछ। तर यसलाई कसरी त्यो गर्ने भन्ने कुरामा चाहिँ सरकार पनि लाग्नुपर्छ, हामी जस्तो इन्स्टिच्युट पनि लाग्नुपर्छ र पढ्ने विद्यार्थीले पनि बुझ्नुपर्छ कि कुन विषयमा आफू लाग्ने, कुन विषयको डिमान्ड कस्तो छ, त्यो अनुसार चाहिँ आफू कसरी प्रिपेयर हुने। पर्फर्मेन्स पनि हुनु पऱ्यो नि त। पर्फर्मेन्स गर्न सकिएन भने त भएन नि, नसा हुनु पऱ्यो। त्यो भएकोले चाहिँ पर्फर्मेन्स पनि राम्रो गर्न सक्ने, विषयलाई पनि राम्रोसित बुझ्न सक्ने। र सिभिल इन्जिनियरिङमा भोलि स्ट्रक्चर इन्जिनियर बन्नुहोस् न। अहिले आइओईमा सबभन्दा बढी डिमान्ड मास्टर्समा चाहिँ स्ट्रक्चर इन्जिनियर छ। हामी यहाँ जम्मा 24वटा सिट छ। सिटमा त्यो 24वटामा चाहिँ त्योभन्दा 3-4 गुणा विद्यार्थीले फर्म भर्छन् भनेको एकदम हाई डिमान्ड। त्यो पास गरिसकेपछि काम पनि मारामार होइन। त्यो भएकोले त्यसो भनेर हुँदैन। बी लेभलमा भर्खर पास आउट गर्ने विद्यार्थीहरूमा चाहिँ तपाईँले भने जस्तो अलिकति समस्याहरू देखाएको छ। तर समस्याको निराकरण चाहिँ गर्नुपर्छ हामीले। सरसँग मैले आजकल मैले आइओईको कुरासँग चाहिँ अलि मलाई धेरै ज्ञान भएन। म त आइओई ब्याकग्राउन्डको नभएको कारणले मैले हजुरसँग अरू प्राइभेटमा चाहिँ कतिपयले के भन्नुहुन्छ भन्दा मैले इन्जिनियरिङमा पढाउनु भएको हुन्छ कलेजमा, तर उहाँहरू मैले पढाउँछु मात्र भन्नुहुन्छ कि म इन्जिनियरिङलाई पढाउँछु, अगाडि इन्जिनियरिङलाई पढाउँछु अथवा बीईलाई पढाउँछु भनेर भन्न उहाँ हिचकिचाइराख्नु भएको हुन्छ कि धेरैले भनिराख्नु भएको हुन्छ। यो हेर्ने नजर हो वा के हो, अथवा आफूले त्यो अनुसारको एउटा वृत्ति विकासको प्रसङ्ग कुन प्रसङ्गबाट जोडेर उहाँहरूले त्यो, मैले धेरैजना त्यस्तरी भेटिरहेको छु कि सर। यो भनेको त एउटा तलबको माध्यमबाट, एउटा भनौँ न उहाँहरूले पाउने पारिश्रमिकको माध्यमबाट चाहिँ उहाँहरू कतिको सन्तुष्ट हुनुहुन्छ अथवा त्यो बनाउने आइओईमा कतिको अवस्था छ सर? के छ? यस्तो छ। अब के छ भन्दाखेरि अब पढाउँछु भन्नुहुन्छ। अहिले मैले के देख्छु भने यङ जेनेरेसनहरू पढाउन चाहिँ आउँछन्, फ्रेसहरू एकैचोटि पढाउन आउँछन् क्या। त्यो पनि पढाउने मान्छेमा के हुनुपर्छ भने अलि एक्सपिरियन्स पनि हुनुपर्छ। आर्किटेक्ट भयो भने अलिकति डिजाइनहरू गरेको एक्सपिरियन्स होइन। त्यसपछि अलिकति रिसर्च गर्ने इन्क्लिनेसन हुनुपर्छ। पढाउने जब भनेको कर्मचारीको जस्तो 10-5 पनि होइन क्या। त्यो टाइम बााउन्ड पनि होइन। हामी चाहिँ कस्तो भन्दा पढाउने भनेपछि क्लासरुममा मात्र होइन, क्लासरुममा विद्यार्थीसँग बसेर पढाउने, त्यो बाहेक रिसर्चहरू पनि गर्नुपर्छ, अपडेटहरू पनि हुनुपर्छ न्यू नलेजमा। त्यही भएकोले चाहिँ के छ भन्दाखेरि अब धेरै फ्रेसहरू एकैचोटि आएर पढाउँदाखेरि चाहिँ समस्या हुन्छ। र अहिले इन्जिनियरहरू, आर्किटेक्टहरू जो चाहिँ पढाउनुहुन्छ
उहाँहरूलाई रिसर्चको इन्भाइरोमेन्ट पनि धेरै छ क्या, देशमा पनि विदेशमा पनि कन्फरेन्सहरूमा भाग लिने, यताउता गर्ने होइन, र काम पनि प्रोफेसनल काममा पनि धेरै काम गर्न पाइन्छ। त्यो चाहिँ प्यारलल गर्नुपर्छ। हामीले इन्स्टिच्युट अफ इन्जिनियरिङमा पनि विभिन्न सेन्टरहरू खोलेका छौँ, कन्सल्टेन्सिङ सर्भिस दिएका छौँ, त्यहाँ हाम्रै टिचरहरू इन्भल्भ हुन्छ। यता टिचिङ सँगसँगै उता रिसर्च र कन्सल्टिङ कामहरू पनि सँगसँगै जानुपर्छ। पढाउने यो टेक्निकल सब्जेक्टमा इन्जिनियरिङमा पढाएर किताबी ज्ञानले मात्र पुग्दैन, यसमा चाहिँ प्र्याक्टिस चाहिँ मेन हुनु पऱ्यो। म पनि अहिले के प्र्याक्टिस गर्छु भने म पनि अपडेट भएन भने पछाडि पर्छु, विद्यार्थीले भन्न गाह्रो हुन्छ। आफू अपडेट हुनुपर्छ क्या यो इन्जिनियरिङ टेक्नोलोजी विषयहरूमा। सरलाई मैले ठ्याक्कै एकैछिन अझै यसमा क्लियरिटी हुन्छ भनेर मैले एउटा जोड्न खोजेको चाहिँ, धेरैजना टिचरहरूमा सुरुमा आफ्नो, मैले आइओई बाहेक अरूको भन्दैछु, सुरुमा उहाँहरू आफ्नो फिल्डको जब पाएर या नपाएर या भनौँ अप्लाई नगरेर अथवा स्यालेरी हेरेर यता टिचिङतिर आउनुहुन्छ, किन त्यता हेर्दा स्यालेरी राम्रो देखिन्छ, अट्र्याक्टिभ। अनि जब उहाँहरू 1-2 वर्ष 2-3 वर्ष बित्छ, त्यो एउटा जोस मर्दै जान्छ, तब त्यसपछि भनौँ न एउटा त्यो एक्साइटमेन्ट हराउँदै जाने बेलामा उहाँहरूलाई ट्याक्कै त्यतिखेर के हुन्छ भने सुरुमा उता आफ्नो फिल्डमा अप्लाई गरेकाको चाहिँ हजुरको स्यालेरी बढ्दै गएको हुन्छ। यताको उहाँहरूको त्यो लेभलले रिलेटिभली नबढे तापनि अनि एक्सपेक्टेसन अलिकति अब उता देख्नुहुन्छ। पहिला के थियो, उता हेर्दै गरेर यता आफू माथि देख्नुहुन्थ्यो, अनि एउटा उत्साह मर्ने बेलामा उहाँहरूलाई के हुँदो रहेछ नि, म टिचिङतिर आएर फसेँ होइन, अब अर्को उता भयो। अनि उहाँहरूलाई एउटा टाइममा चाहिँ उतातिर जान चाहिँ आँट नआउने मैले यस्तो देखेको छु कि सर। विशेष गरी यो तबकाको शिक्षकहरूलाई हजुरले दिने सल्लाह चाहिँ? होइन, यस्तो हो क्या, मैले भने नि सर्कम्फरेन्स अनुसार काम गर्नुपर्छ। अहिले हाम्रो आइओईको शिक्षकहरू अथवा अरू अन्य कलेजको शिक्षकहरू फरक छ। अब आइओईको शिक्षकले स्यालेरी त पाइहाल्नुहुन्छ, अब सारी नेपाल सरकारको अनुसारको छ, तर कतिपयहरू रिसर्चमा पनि धेरै काम गरिरहेको छ, अरू आफ्नो पेसागत रूपमा पनि प्र्याक्टिसिङ कामहरू पनि गरिराख्नु भएको छ। यो चाहिँ तपाईँले भनेको कुरा समस्या कहाँ छ भन्दाखेरि प्राइभेट कलेजहरूमा जस्तो लाग्छ मलाई। त्यहाँ चाहिँ के छ भने शिक्षकहरूको चाहिँ प्रमोसन पनि त्यति भएको देखिँदैन। अब आइओईमा त्रिभुवन विश्वविद्यालय अनुसार हामी लेक्चरर हुन्छ, अपर्च्युनिटी एसोसिएट प्रोफेसर हुनु पाइन्छ, प्रोफेसर हुनु पाइन्छ होइन, त्यतातिर चाहिँ छैन प्राइभेट कलेजहरूमा। अब त्यहाँ चाहिँ अनि कति वर्षपछि एसोसिएट प्रोफेसर भन्छन्। तपाईँले भने सुरुमा स्यालेरी राम्रो देख्छ, तर उहाँहरू बाहिर प्र्याक्टिस रिसर्च गरेको देखिँदैन, किनभने टिचिङमा मात्र बसिरहेको छ, फुल त्यसैमा मात्र। त्यसो बस्दाखेरि त्यहाँ त्यो भएर रिसर्च अपर्च्युनिटी भए पनि नगरेको पाइएको जस्तो लाग्छ मलाई। अब अहिले त्रिभुवन युनिभर्सिटी आइओईतिर चाहिँ रिसर्च गरिएन, पब्लिकेसन गरिएन भने प्रमोसन हुन गाह्रो छ। अहिले हाम्रो क्राइटेरिया जस्तो छ क्या, अहिले हाम्रो आइओईका सरहरूले चाहिँ प्रमोसन हुने हो भने रिसर्च पब्लिकेसन गर्नै पर्छ, जर्नलहरूमा लेख्नै पर्छ, कन्फरेन्समा भाग लिनै पर्छ, त्यतातिर लागेको छ अहिले धेरैजना। नत्र प्रमोसनै हुँदैन। आजभोलि पनि प्रमोसन हुनेहरूमा को प्रमोसन भयो त भने हेऱ्यो भने एक्सपिरियन्स भएको टिचर होइन प्रमोसन भएको छ, पब्लिकेसन राम्रो भएको, त्यो सबै नम्बरहरू छ क्या। त्यो भएको त्यो सिस्टम चाहिँ उता छैन। जर्नल नै म्यान्डेटरी भएपछि त उहाँहरू अटोमेटिक अपडेट भइहाल्नु हुने भयो। जब अटोमेटिक अपडेट हुनुहुन्छ भने विद्यार्थीको माग अनुसारको, समयको माग अनुसारको, अथवा भनौँ अझ एआईले नै च्यालेन्ज गरिरहेको बेलामा त्यो अनुसारको त एउटा डेलिभरी दिन त सक्नुहुने भयो। यो तपाईँले सोधेको चाहिँ हाम्रो एफिलिएटेड कलेजको टिचरहरूमा त्यो समस्या देखेको छु मैले। त्यसलाई पनि निराकरण गर्नुपर्छ भनेका छौँ हामीले होइन। उनीहरूलाई पनि अब मेडिकलमा चाहिँ छ त्यो उता लेक्चरर, एसोसिएट प्रोफेसर हुने प्रावधानहरू छ। यतातिर प्राइभेट एफिलिएटेड कलेजहरूमा त्यो छैन, खालि स्यालेरीमा अलिअलि। र त्यहाँ चाहिँ टिचरहरूमा रिसर्च व्यक्तिगत गर्नेहरू मात्र छन्, तर त्यो कल्चर डेभलप भएको छैन। संस्थाले त्यसलाई प्रमोसन गरेको देखिँदैन। त्यसै गरी उनीहरूले चाहिँ आफ्नो अब सिभिल इन्जिनियर हो भने प्र्याक्टिसिङमा अलिकति कमी त्यहाँ पनि धेरै गरेका छैन। मैले भनेको अहिलेको जमानामा किताबी ज्ञानले पुग्दैन, पढ्ने बेलाको कुरा एउटा हो। अहिले भनेको टेक्निकल विषय, इन्जिनियरिङ विषय भने प्र्याक्टिस पनि हुनुपर्छ क्या।
त्यसको एक्सपिरियन्सबाट पनि सेयरिङ गर्नुपर्छ, रिसर्च पनि हुनुपर्छ। त्यो कुराहरू चाहिँ गऱ्यो भने अपर्च्युनिटी त अहिले पनि छ, तर त्योतिर ध्यान नदियो भने चाहिँ समस्या आउँछ। हुन्छ, मैले अघि हजुरले यो अपर्च्युनिटीकै कुराहरू गरिराख्दा मैले हिजो मात्रै हो सद्गुरुको एउटा नेपालीमा कोट हेरेको थिएँ कि शिक्षा त्यो हो रे होइन जसले जीवन दिनचर्यालाई चाहिँ हजुरको शिक्षाबाट पाएको ज्ञानले दिनचर्यालाई रुल्स गर्छ भने त्यो शिक्षा हो। यदि शिक्षा डेलिभरीमा मात्र या भनौँ व्हाइट बोर्डमा मात्र या भनौँ किताबी ज्ञानमा मात्र सीमित रह्यो भने त्यो शिक्षाले वितृष्णा जगाउँछ अथवा जीवन सहज यापन गर्न चाहिँ त्यसले सहयोग गर्दैन भन्नुभएको थियो कि यही कुरालाई मैले जोडेँ सर होइन। हजुरले अघि मेरो पनि एउटा लगभग एउटा कन्सेप्ट चेन्ज गरिदिनु भयो कि हजुरले। धेरैजसो यो हाम्रो पुल्चोकहरूमा बनाएको सरकारीतिरको भन्न खोजेको तिर चाहिँ प्रायः विदेशतिर जाने सेमिनारहरूमा बढी जाने फलानु चाहिँ मानौँ न यो फलानु पोस्टको त विदेश गइरहेछ खालि विदेश जान्छ अथवा यहाँको त्यहाँ जान्छ यस्ता टाइपका रुमरहरू हामीले सुनिरहेको हुन्छौँ नि। गइरहेको कुरा सत्य, तर हामीले लिने पर्सेप्सन के भन्ने कुरा हजुरले अघि भन्नुभयो म विदेश गइरहेको हुन्छु, जर्मनी गएँ, जापान गएँ, इन्डिया गएँ, कता गएँ भन्नुभयो नि। तर त्यहाँ हजुरले भन्दै गर्दा त्यहाँ म डिन भइसकेपछि जानु नै पर्ने हुन्छ किनभने म अपडेट हुनुपर्छ होइन। म समय सापेक्षित रूपमा ग्लोबल्ली हजुर अपडेट भएपछि त त्यो कुरा त यता पाइयो नि। हामीले त्यो कुरा बुझाउन नसकेको हो कि बुझ्न नचाहेको तबकाले त्यो विरोधको लागि विरोध गरिरहेको छ। यो तपाईँलाई भने जस्तो कतिपयले बुझ्दै त चाहे नि अनि अपोजिट नपाएपछि चाहिँ विरोधकाले विरोध पनि गर्छन् क्या। मलाई पनि अस्ति भनिएको थिएँ खालि घुमिरहेछ भन्ने थियो, म घुम्न गएको होइन नि। सरकै मनको कुरा खोलेको छु त यही मौकामा उत्तर दिनुहोस् न। होइन, म अस्ति आइआइटी दिल्ली इन्डियाको नम्बर 1 टेक्निकल युनिभर्सिटी भनौँ न इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी दिल्ली एमओयू रिन्यू गरेको हो मैले। म 4 दिनको भिजिटमा गएको थिएँ, घुम्ने भए त म लामो समय बस्थेँ नि। 4 दिनको भिजिटमा मैले 2टा इन्डियाको सबभन्दा टप युनिभर्सिटीसँग एमओयू हाम्रो पहिला पनि थियो रिन्यू गरेको, एउटा आइआइटी दिल्लीसँग अर्को आइआइटी रुड्कीसँग। मलाई यति सम्मान गर्छन् यति मान्छन् उनीहरूले पनि, किन भन्दाखेरि उनीहरूलाई पनि हामी चाहिन्छ, आइओई चाहिन्छ, हाम्रो विद्यार्थी चाहिन्छ, हाम्रो पिएचडी चाहिन्छ, एक्सचेन्ज गर्न खोज्छन्। हामीसँग एमओयू गऱ्यो भने उनीहरूको पनि ऱ्याङ्क बढ्छ क्या। उनीहरूको पनि विदेशीहरूसँग कतिको छ त विद्यार्थी, कति विदेशी छन्, कति विदेशीहरूसँग रिसर्च छ भन्यो भने युजिसीले ऱ्याङ्किङमा भ्यालु राख्छ। त्यही भएर उनीहरूले पनि भ्यालु दिन्छ, हामी पनि भ्यालु दिन्छौँ। हामी कहाँबाट त्यस्तो भ्यालु छैन। त्यो भएकोले म अस्ति गएर 2टा एमओयू पनि गरेँ, एक्सचेन्ज गरेँ। त्यहाँको प्रोफेसरहरू हिजो अस्ति पनि आएका थिए, आइयुमा लेक्चरहरू पनि दिए। त्यसले गर्दा हाम्रो विद्यार्थी ज्ञान पनि बढ्छ। अनि हाम्रो विद्यार्थीहरू म धेरै छ अहिले म आफू एक्लै जाने होइन, म गएपछि मेरो फ्याकल्टीहरूलाई पनि पठाउँछु, विद्यार्थी एक्सचेन्ज पनि गर्छु। पहिला पनि मैले जापानमा 12जना विद्यार्थी लगेँ। 4 साल मैले चाइनामा टिबेट युनिभर्सिटी 12जना हाम्रो आइओएको चाहिँ पिएचडी रिसर्चरहरूलाई लगेँ होइन। अनि त्यहाँ उनीहरूले धेरै कुरा सिके जाने होइन, धेरै कुरा। अहिले पनि कतिपय आइओएको विद्यार्थीहरू फिनल्यान्डमा छ युनिभर्सिटीमा, अर्को तालिन युनिभर्सिटीमा छ, अर्को इटालियन युनिभर्सिटीमा छ। हामी कहाँ एक्सचेन्ज प्रोग्रामहरू पनि धेरै छन्, इरास्मस प्लस इरास्मस प्रोग्राम भन्ने छ। हाम्रो धेरैजना विद्यार्थीहरू एक्सचेन्ज टिचर्स एक्सचेन्ज, त्यसमा चाहिँ सुरुवातमा जानुपर्ने चाहिँ डिन अथवा चाहिँ हामीसँग कोअर्डिनेटर। अनि डिन गएपछि भ्यालु बढ्ने रहेछ, उनीहरू पनि एक्साइट हुने रहेछ क्या। अनि उनीहरूले चाहिँ यो गरौँ भन्छौँ अनि हामी साइन गर्छौँ, त्यसपछि हाम्रो फ्याकल्टी हाम्रो स्टुडेन्ट्सहरू चाहिँ पछि जान्छन्। त्यसले के गर्छ त भन्दाखेरि संसार मैले भने ग्लोबल भिलेज भइसकेपछि आइओई पनि नेपालमा छ भनेर सानो अथवा त्यो युनिभर्सिटी अथवा इन्स्टिट्युट होइन। हाम्रो पनि अहिले हामी 12वटा विषयमा त ब्याचलर प्रोग्राम, 36वटा विषयमा मास्टर्स प्रोग्राम, करिब 100जनालाई पिएचडी रिसर्चर गरिरहेको छ। र हाम्रो पिएचडी रिसर्चरहरू पनि संसारको विभिन्न युनिभर्सिटीमा कहिले 6 महिना 3 महिना गरेर ल्याबहरूमा काम गर्ने आदि इत्यादि गर्छन्। गर्दाखेरि त्यहाँको युनिभर्सिटीकोहरूलाई मैले पनि मान्छे भन्दा रिसर्चरहरू चाहिन्छ। म अस्ति इटालीको युनिभर्सिटी अफ स्यानियो गएँ क्या। त्यहाँ खास गएको चाहिँ तिनीहरूले पिएचडी रिसर्चर चाहियो, डिन आएपछि पिएचडी रिसर्चर बढी पठाउँछ भनेर मलाई बोलाएको होइन। त्यही भएकोले चाहिँ के छ भन्दाखेरि संसारभरि अहिले युनिभर्सिटीको स्ट्याटसहरू हेर्नु भन्दाखेरि पहिला चाहिँ एक्सपोर्ट हार्वर्ड भन्थे नि, अहिले संसारमा चीनका युनिभर्सिटीहरू टप ऱ्याङ्कमा आए।
चाइनामा सबभन्दा बढी युनिभर्सिटीमा रिसर्चमा चाइनाले खर्च गरेर आएको छ बजेट होइन। टप 100मा चाहिँ चाइनाको युनिभर्सिटी बढी छन्। अहिले सबभन्दा बढी इन्भेस्टमेन्ट रिसर्चमा र एजुकेसनमा चाइनिजहरूले गरिरहेको छ। अहिले धेरै राम्रा युनिभर्सिटीहरू चाइनामा। इन्डियामा पनि हेर्नुहोस्, इन्डियाको इन्जिनियरिङमा आइआइटी चाहिँ आइआइटी बम्बे, आइआइटी दिल्ली होइन। यो पहिला रुड्की के रुड्की पनि छ। रुड्की चाहिँ पुरानो हो, आइआइटी रुड्की भन्छौँ, तर 175 इयर्सभन्दा पुरानो भइसक्यो। र अहिले आइआइटी दिल्ली, आइआइटी बम्बे, आइआइटी मद्रास, आइआइटी कानपुरहरू चाहिँ अहिले इन्डियाको लिडिङ युनिभर्सिटी र संसारको वर्ल्ड ऱ्याङ्किङमा पनि आउँछ क्या। हाम्रो सम्बन्ध त्यस्तो युनिभर्सिटीहरूसँग छ। हामीले मलाई अब फुर्ती गऱ्यो भन्छन् धेरैले, म त्यो इन्डियाको 12 युनिभर्सिटीमा एमओनी गर्दिनँ होइन। इन्डियामा पनि 26वटा प्रान्तमा 26वटा आइआइटिजहरू छन्। सबैले मसँग एमओए गरौँ भन्छ। उनीहरूलाई एमओए गरेर के फाइदा हुन्छ भने उनीहरूले हाम्रो ग्रेजुएट विद्यार्थीहरू लिन पाउँछन्, सम्बन्ध बढ्छ, अनि युजिसीले मैले अघि नै भने नि भ्यालु बढ्छ। त्यही भएर उनीहरू धेरै आउँछन्। प्राइभेट युनिभर्सिटीसँग त म गर्दिनँ भने पठाइदिन्छु ठाडै। हजुरले अघि एउटा शब्द भन्नुभयो नि फुर्ती भन्नु, नि त्यो फुर्ती व्यक्तिगतको लागि होइन नि त, संस्थागतको लागि राम्रो बनाउनको लागि त उहाँहरूले जे सोचे तापनि हजुरले संस्थाको सोच्नुभयो नि त। मैले पहिलाको इन्टरभ्यू भन्दाखेरि तिमीले धेरै फुर्ती गर्यो भन्यो। फुर्ती किन गरेको भने मैले गत वर्ष आइआइटी पटनासँग एमओए गरेको, उसलाई धेरै पर्खाएर गराएको। मैले पहिला पनि के भनेको थिएँ भने धेरै एमओए गरेर कागजी काम गरेर पनि भएन, एक्टिभिटिज हुनुपर्छ, हाम्रो एक्सचेन्ज हुनुपर्छ, रिसर्चमा कामहरू हुनुपर्छ होइन, विन विन सिचुएसनमा हुनुपर्छ, खालि कागजमा भयो भने हुँदैन भनेको थिएँ। त्यही भएर मैले सकेसम्म I5 भन्छौँ कि I5 भनेको आइआइटीहरू टप 5, त्यो भनेको नेहरू प्रधानमन्त्री नेहरूले खोलेको 5वटा आइआइटीहरू छन्। त्यो भनेको बम्बे, आइआइटी दिल्ली, आइआइटी चाहिँ यो कानपुर, खडगपुर अनि चाहिँ मद्रास हो। उनीहरूसँग त गर्छु भन्ने हामी नीति लिएको। अब इन्डियामा धेरै युनिभर्सिटी छ नि, सबै आउँछन्, कति आउँछ मैले भने म गर्दिनँ। किन धेरै सयौँ गरेर मतलब छैन नि। हामी यसो अपर्च्युनिटी दिन्छ भन्छौँ, खास भने विद्यार्थी तान्न खोज्छ क्या, विद्यार्थी चाहिएर आउने। त्यो भन्दाखेरि नेपालको युनिभर्सिटी यस्तो ठुलो, तिम्रो आइआइटी ठुलो भन्छ, छक्क पर्छन्। मलाई धेरैले सोधे तिमीले फुर्ती गर्ने त्यस्तो भने पनि दिएको थियो। हाम्रो फुर्ती भएर फुर्ती गर्न पाइएको हो। किनभने हाम्रो ग्रेजुएटहरू संसारभरको युनिभर्सिटीमा डिन, भाइस डिन होइन, प्रोफेसर, अब प्रोजेक्टहरूमा पनि अब तपाईँको गुगलमा काम गर्ने हाम्रो ग्रेजुएटहरू छन्। राम्रो भएकोले नै उनीहरूले भ्यालु दिएको हो। त्यो कुरा त बुझ्नु पऱ्यो नि। फुर्तीको लागि फुर्ती गरे होइन, फुर्ती गर्ने भनेको फुर्ती नभए भने फुर्ती कसरी गरिन्छ हो। अब म इन्डियामा जाँदाखेरि आइआइटी रुड्कीमा डाइरेक्टरले एकदमै हामीलाई सम्मान गर्नुहुन्छ होइन। उहाँहरूले अब अरूहरूले पनि धेरै प्रोफेसरहरूले कति मान्छन्, उनीहरू पनि नेपाल आउँछन्, दङ्ग पर्छन्, पशुपति घुम्न पायो भन्छन् होइन। उनीहरू घुम्न पनि पायो, पढाउनु पायो, एकदमै उनीहरू पनि खुसी हुन्छन् क्या। त्यही भएकोले के छ भन्दाखेरि देशमा हामी पनि कमी चाहिँ छैनौँ, मान्छेले कमी कमजोरीमा देख्छौँ। हाम्रा आइओई चाहिँ अहिले चाहिँ संसारभरिका धेरै युनिभर्सिटीले चिन्छ आइओईलाई, पुल्चोकलाई होइन। त्यही भएकोले त्यो क्वालिटी चाहिँ हामीले मेन्टेन गर्दै जानुपर्छ र भविष्यमा अझ राम्रो गर्न सक्नुपर्छ। र संसारमा सबै टप युनिभर्सिटी काम गर्न पायो भने त्यसले त्यो विद्यार्थीहरू त्यो युनिभर्सिटीहरू पठाउनु पायो, हाम्रो फ्याकल्टीहरू पठाउनु पायो भने हाम्रो नलेज पनि, एक्सपिरियन्स पनि, हाम्रो एजुकेसन पनि धेरै क्वालिटेटिभ हुन्छ। सरसँग अब हामी पहिलो खण्डको लगभग अन्तिम चरणमा छौँ। अब मैले हाम्रो दोस्रो खण्डमा चाहिँ अहिले आइओई कस्तो अवस्थामा छ, विद्यार्थी भर्नाका अवस्थाहरू कस्ता छन्, त्यसपछि आएर आइओईले यो राष्ट्रिय गौरवका आयोजनाहरूमा कति सहयोग गरेको छ भन्नाले रिसर्चको दुनियाँमा अथवा इस्टिमेसनको दुनियाँमा होइन। त्यसपछि आएर वास्तवमा अहिले समय अनुकूलको नीति प्रणालीहरू के छन्, कसो छन्, प्रशासनिक उल्झनहरू हुन सक्छन्, यो राजनीतितिरको होइन कि त्यही भित्रकै प्रशासनिक उल्झनहरू, यी कुराहरू हामीले दोस्रो खण्डमा गर्नेछौँ। अहिले चाहिँ मैले सरसँग एउटा प्रसङ्गबाट मैले बिट मार्न खोजेँ र अर्को खण्डमा हामीले लगभग 10 मिनट जस्तो चाहिँ यो इन्जिनियरहरू, शिक्षक र विद्यार्थीहरूको लागि एकदम हामीले प्रेरणादायी कुरा जुन हजुरको अनुभवमा छन् ती अर्को खण्डमा ल्याउनेछौँ 10-15 मिनट जति। अहिले धेरैको आरोप के छ भन्दा
प्राज्ञिक बहस कम भयो, इन्जिनियरहरूको प्राज्ञिक बहस कम भयो। कुनै कुरामा पनि तपाईँको अहिले त इन्जिनियरिङ यस्तो भइसक्यो कि इनर इन्जिनियरिङ भन्ने टाइपको कन्सेप्ट आइसक्यो। तपाईँको कुनै कुरा गर्दा पहिला समाज परिवर्तन गर्नु छ भन्दा पनि आजकल त समाजलाई इन्जिनियरिङ गर्नु छ भन्ने तरिकाको एउटा नयाँ नयाँ कन्सेप्टहरू आइसक्यो। भनेपछि हामीले इन्जिनियरिङ मात्र टेक्निकल टर्म सोच्यौँ, एउटा युनिभर्सिटीमा पढाइ हुने सोच्यौँ। तर अहिले त समाजको माटो सुहाउँदो इन्जिनियरिङ भनेको चाहे विकासमा पनि त माटो सुहाउँदो, कन्सेप्टमा माटो सुहाउँदो, प्रविधिमा माटो सुहाउँदो, सबै कुरा गर्नको लागि यो प्राज्ञिक बहस कम छ भन्ने आरोप छ नि सर। यसलाई एकदमै 2-3 मिनटमा हजुरले भनेर आजको लागि प्रोग्राम सक्नुहुन्छ। यसमा म सहमत छु है। म डिन भएपछि त्यही भएर धेरै मिडियाहरूमा आएको पनि छु। किन भन्दा धेरै कुरा हामी यहाँ भएको कुरा कस्तुरी मृग भने नि भएको कुरा नि हामीलाई थाहा छैन कि। हामी कहाँ पनि राम्रो इन्जिनियर्सहरू पनि छ। हामीले पनि धेरै इन्जिनियरिङको क्षेत्रमा काम गरेका छौँ। मल्लकालदेखि हामी कहाँ यत्रो राम्रो सहरहरू छ, भव्य भव्य बिल्डिङहरू छन्। त्यतिखेरको इन्जिनियरिङ पनि राम्रो थियो। अहिले झन् अपर्च्युनिटी धेरै बढी छ र इन्जिनियरिङ बहस चाहिँ कम भएको चाहिँ जस्तो लाग्छ। इन्जिनियरिङ सोसाइटीहरू, नेपाल इन्जिनियर्स एसोसिएसन, इन्जिनियर्स काउन्सिल, यिनीहरूले पनि यो कुराहरू धेरै गर्नुपर्छ जस्तो लाग्थ्यो। पहिला नेपाल इन्जिनियर सोसाइटीले एसोसिएसनले पनि धेरै चाहिँ यस्तो तपाईँले भने जस्तै इन्जिनियरिङ बहसहरू गराउँथे। म पनि जान्थेँ। बाहिरका विदेशी इन्जिनियर्स, टप इन्जिनियर्स, नेपालका टप इन्जिनियर्सहरूको बिचमा अब इन्जिनियरिङ सोसाइटीका लागि चाहिनेमा बहसहरू हुन्थ्यो। आजभोलि अलिक कम भएको हो कि अहिले चाहिँ बहस कहाँ हुन्छ भने तपाईँले भने पोडकास्टहरूमा भइरहेको छ। तर त्यो धेरै सहज रूपमा सबै ठाउँ पुगेको छैन जस्तो लाग्छ मलाई। अब त्यो चाहिँ व्यापक रूपमा गराउनुपर्छ। फेरि इन्जिनियरिङ सोसाइटीमा पनि अहिले धेरै किसिमको आर्किटेक्टहरूको छुट्टै सोसाइटी होइन, इलेक्ट्रिकल इन्जिनियरको छुट्टै सोसाइटी, वर्कसपहरू चाहिँ भइरहेको छ। त्यो राष्ट्रिय स्तरको एजेन्डाहरूको बहस चाहिँ अलिक कमी भएको जस्तो मलाई चाहिँ पनि महसुस भएको छ। र यो बहसहरू भयो भने एउटा राम्रो एजेन्डाहरूमा बहस भयो भने हामी सकारात्मक दिशामा कसरी कता जाने भन्ने कुराहरू एउटा आउँथ्यो कि जस्तो मलाई पनि लागेको छ। हुनु पनि पर्छ। यसको बारेमा फेरि हामी अर्को खण्डमा हामी कुरा गरौँला। आइदिनु भयो सर। यहाँले आफ्नो एकदम व्यस्त समयको बावजुद एउटा हजुरको यो अनुभव, एउटा राम्रो अर्काइभमा पछिको पुस्ताको लागि हजुरको अनुभव एउटा मार्गदर्शक बन्नेछ भन्ने आशा लिएको छु सर। धेरै आभारी छु। हस्, धन्यवाद। तपाईँलाई धेरै धेरै धन्यवाद। केही कुरा राख्ने मौका दिनुभयो। मनैदेखि भन्ने कुरा पनि भन्न पाइयो। धन्यवाद।